चतुर्थ प्रकरणे प्रकरणम श्रीमते नारायणाय नमो नमः। समादरणीय समस्त भक्तवृन्दहरु, भक्तिमती माताहरु, सबैको हृदयमा रहनेवाला भगवानलाई यहीबाट जय श्रीमन्नारायण, जय श्रीमन्नारायण। आज माता श्री जानुका श्री तुलसा रामानुजदासी देवी ज्यूको आज नवम दिवस अर्चिरादि मार्गको आज चतुर्थ दिवस, अन्तिम दिवस। हामीले यो अर्चिरादि मार्ग श्रवण गर्दै गर्दै आएका छौं। अर्चिरादि मार्ग भनेको के हो मैले दैनिक रूपमा बताउने गरेकै छु यहाँहरूलाई कि भगवानलाई प्राप्त गरिसके पश्चात जो मोक्षको कुरा जहाँ पनि आएको छ, हामी मोक्ष हुनुपर्छ, मुक्ति हुनुपर्छ, यो संसारमा फर्केर आउनु हुँदैन भनेर जुन शास्त्रहरूले बताइरहेका हुन्छन्, श्रीमद् भागवत आदि शास्त्रले, विष्णु पुराण आदि शास्त्रले, रामायण आदि शास्त्रहरूले, दिव्य प्रबन्ध आदि शास्त्रहरूले सबैले यही नै वर्णन गर्दै आउनु भएको छ कि मोक्ष हुनुपर्दछ भनेर। त्यो मोक्ष के हो? भागवतमा पनि 4 वटा विषय बताइएको छ। धर्म, अर्थ, काम, मोक्ष। यी धर्म, अर्थ, काम सबै अंगको रूपमा छन् र मोक्ष हामी सबै जीवात्माको लागि परम प्राप्य वस्तु हो। यो सबैभन्दा विशेष कुरा हो। कुनै पनि शास्त्रमा मोक्ष कसरी हुन्छ त भन्ने विषयहरू चाहिँ प्राय शास्त्रहरूमा लाक्षणिक प्रयोग गरिएको हुन्छ। अन्तस्थलमा गएर मोक्षको धाम कस्तो छ त जो वेदादि शास्त्रले बताए। अब भन्नेवाला त अनेक छन्। अब हाम्रो धाम यस्तो छ, त्यो शास्त्रमा यस्तो छ, हाम्रो गुरुको शास्त्रमा यस्तो छ, यो धाम छ भनेर भन्ने त धेरै आउनुहुन्छ। तर जुन वेद, शास्त्र, उपनिषद, गीता, महाभारत, रामायण आदि सबैले जुन बताउनु भएको छ मोक्ष, त्यो मोक्ष भनेको के हो भन्दाखेरि अर्चिरादि मार्गबाट गमन गरेर गइसके पश्चात भगवत प्राप्ति हुनु याथ्यात्म्य स्वरूपको मोक्ष हो। मोक्ष त अरूबाट पनि सम्भव छ। जस्तै भोलेनाथको आराधना गर्नुभयो भने उहाँको शरणागति हुनुपर्दछ। भगवान भोलेनाथको शरणागति हुनुभयो भने यहाँहरूको मोक्ष हुन्छ। तर कस्तो मोक्ष हुन्छ भन्दाखेरि शिवजीको स्थानमा गएर उहाँहरू बसिरहने हो। शिवजीको सँगै उहाँहरूको अर्को मोक्ष हुन्छ। फेरि शिवजीको पनि त उहाँको अधिष्ठात्री हुनुहुन्छ नि नारायण, वहीँ गएर मिल्नुहुन्छ। सत्व गुणमा नै अरू गुण गएर मिल्दछन् है। यो कुरा तामसी राजसीमा, राजसी सात्विकमा भागवतमा आउँदछ। प्रथम स्कन्धमै आउँदछ, एउटा वचन आउँदछ कि यो जस्तो हामीले चुला बनाउँदछौं, कुनै खाना पकाएर खानु पर्दछ भने पहिला सुरुमा चुलाको निर्माण गर्दछौं। हाम्रो लक्ष्य चुलाको होइन त। खाना बनाएर खानु छ भने पक्कै पनि त्यो बनाएर खाने चामलको हाम्रो लक्ष्य हुन्छ। पार्थिवात दारुणो धूमस तस्माद अग्निस्त्रयीमयः तमसस्तु रजस तस्माद सत्वम यद ब्रह्म दर्शनम। भागवतजी के बताउनु भएको छ? पहिला चुलो बनाइन्छ, त्यो चुलो हाम्रो लक्ष्य होइन। त्यसमा दाउरा राखिन्छ, दाउरा पनि हाम्रो लक्ष्य होइन। आगो बल्छ, त्यो आगोले प्रसाद पाक्दछ, त्यो हाम्रो लक्ष्य। त्यस्तै प्रकारले तामस हाम्रो लक्ष्य होइन। तामसबाट माथि जाने राजसमा, राजसबाट माथि सत्व गुणमा, सत्वम यद ब्रह्म दर्शनम। यदि ब्रह्मको दर्शन, भगवानको दर्शन हुन्छ भने त्यो केवल सत्व गुण मात्रबाट मात्रै सम्भव छ, अरूबाट हुँदैन। मोक्ष सबैको प्राप्ति हुन्छ, सबैबाट मोक्ष हुन्छ। तर विशेष याथ्यात्म्य रूपमा जुन मोक्ष हुनुपर्ने हो, स्वाभाविक मोक्ष, जो गएर फेरि पुनः फर्केर आउनु यहाँ पर्दैन कुनै पनि हालतले। त्यस्तो मोक्ष भनेको के हो भन्दाखेरि यो मोक्ष हो। यसलाई यो अर्चिरादि मार्गबाट गमन गएपछि देवयान मार्ग, एउटा धूमयान मार्ग भन्ने छ। देवयान मार्गबाट गएका व्यक्तिहरू पुनः फर्केर आउँदैनन्। धूमयानबाट गएका व्यक्तिहरू चन्द्रमाबाट प्रवेश गर्दछन्। चन्द्रमाको किरणमा मिलेर अभ्र भएर फेरि संसारमा प्रकट हुन्छन् भन्ने उपनिषद वाक्य छ। र कोही सिधै जाने हो भने अग्निस्वात्ता आदि गरेका पितृलोक पनि त्यही छ दक्षिणपट्टि। र यदि नरक कुनै पाप, अत्यन्त घनिष्ठ पाप यदि गरिएको छ भने त्यो नरक पनि उत्तरपट्टिबाटै प्राप्त हुन्छ, दक्षिणबाट। दक्षिण जहिले पनि ओह्रालो हो र उत्तर जहिले पनि उकालै हुन्छ। जहिले पनि ब्रह्माण्डमा हेरौं, पृथ्वीमा हेरौं, जहाँ पनि हेरौं, जहिले पनि उकालो भनेको हामीले हेटौँडातिर माथि नै भन्छौं। त्यहाँबाट काठमाडौँ भन्छौं माथि नै, काठमाडौँबाट पनि रसुवा माथि नै छ, र त्यहाँबाट माथि चाइना पर्दछ, तिब्बत।
सबैभन्दा चाहिँ नि पृथ्वीको उत्तरीय कोणमा चाइना नै पर्दछ, मंगोलिया नै पर्दछ। अर्थात् उत्तर दिशाबाटै यी 5 पाण्डवहरू पनि कता गएका थिए भन्दाखेरि सतो पन्थ हुँदै हुँदै उत्तर मार्गमा गएर स्वर्ग जाने त्यतापट्टिबाट हो भनेर बुझ्नु पर्छ। त्यही बाटोबाट हुँदै हुँदै नै वैकुण्ठ जाने हो। त्यस्तो मार्गको वर्णन हामीले अर्चिरादि मार्गको रूपमा यहाँहरूलाई बताउँदै आएका छौं र बुझिएन बुझिदैन कि भन्ने हिसाबले हामीले चाहिँ बुझाएर भन्ने भनेर केही घण्टा लाग्न सक्छ, जस्तै 1-2 घण्टा पनि लागेको छ हैन। किनभने बुझाउनु पर्यो नि, धेरै भाष छ, धेरै नै गाह्रो छ यो विषय, बुझ्नको लागि पनि गाह्रो, बुझाउनको लागि पनि गाह्रो छ। त्यसै हुनाले यसलाई चाहिँ यहाँहरूको अगाडि मैले यसरी बुझाउँदै लिएर गएको छु। 4 दिन भयो आज, बिहान बिहान मैले सधैँ नै यो भनेर मात्रै अर्चिरादि मार्ग भनेको के हो भनेर बुझाएर मात्रै अगाडि बढ्ने गरेको छु। अब यहाँ हिजोसम्मको कथामा हामीले के पाएका छौं भने जीवात्मा यहाँबाट जाँदछन्, मुक्तात्मा भन्नुपर्दछ र मुक्तात्मा सबै ठाउँमा पूजित हुँदै हुँदै अगाडि बढ्नुहुन्छ। वरुण इन्द्र आदि लोकमा हुँदै हुँदै ब्रह्माजीको लोकमा प्रवेश गर्नुहुन्छ र त्यहाँबाट ब्रह्माजीको लोकबाट आवरणहरू, पृथ्वीको आवरण, जलको आवरण, तेजको आवरण, वायुको आवरण, आकाशको आवरण, अहंकारको आवरण, महतत्वको आवरण र मूल प्रकृतिको आवरण, यी सबै आवरण कटेर बाहिर निस्किसके पश्चात स आगच्छति बिरजा नदीम, त्यसपछि बिरजा नदी आउँदछिन्। बैतरणी नदीको ठीक उल्टो बिरजा नदी आउँदछिन् र बिरजा नदीमा मुक्त जीवात्माको प्रवेश गराइन्छ र त्यहाँबाट माथि निस्किसके पश्चात जीव आत्मा जुन तपाई हाम्रो जुन असली आत्मा हो नि, आत्मा मात्रै, त्यो बिरजा नदीबाट निस्किसकेपछि बाट मात्रै हजुरहरूको यो सूक्ष्म शरीर, स्थूल शरीर, कारण शरीर तीनटैबाट छुटकारा मिलेर केवल जीवात्मा, मुक्तात्मा मात्रै निस्किनुहुन्छ। त्यहाँ शुद्ध भएर परिस्वच्छ, त्यसमा कुनै पनि अरु केही समस्या छैन, कुनै केही लाग्ला कि केही चीज रहलानी भन्ने हुँदैन। सबै अष्टावरण सप्तावरणको क्रमको भेदन गर्दा गर्दै संश्लेष पूर्वक सबैमा एक आपसमा कारणहरू मिल्दछन्। त्यसरी जब बिरजा नदीबाट जब निस्किनुहुन्छ मुक्त जीवात्मा, तब भगवानको हस्तकमल मुक्त जीवात्माको शिरमा लाग्दछ। अमानव नामक भगवानको चाहिँ जब अनुग्रह प्राप्त हुन्छ त्यसपछि उहाँको चतुर्भुज रूप धारण हुन्छ, 4वटा हात बन्दछ। त्यो 4वटा हात पनि हाम्रो जस्तो हुँदैन, बडा विचित्र हुन्छ, भगवानको जस्तै सुन्दर, सौकुमार्य, लावण्य आदि इत्यादिले गुणयुक्त हुँदछ मुक्त जीवात्मा। तत्पश्चात त्यहाँबाट आरम्भरद नामक एउटा तट छ, एउटा स्थान छ, त्यहाँ लिएर गइसके पश्चात त्यहाँ पनि स्थान हुन्छ। त्यहाँबाट यो संसार रूपी संसारलाई, प्रकृतिलाई हेर्नुहुन्छ। त्यहाँका जो नित्य मुक्त हुनुहुन्छ उहाँहरूले प्रश्न पनि गर्नुहुन्छ के यो संसारमा पुनः फर्केर जान्छौ भन्दाखेरि जीवात्माले भन्नुहुन्छ कुनै पनि तरिकाले म जानेवाला छैन, म जान्न यो संसारमा फर्केर, कहिले सुख प्राप्ति भएन यो संसारमा भनेर उहाँले भगवानलाई चाहनुहुन्छ। तत्पश्चात गरुडजीको आगमन हुन्छ। गरुडजीमा बसेर उहाँ तिल्य वनको प्रवेश गर्नुहुन्छ। त्यहाँबाट ब्रह्मगन्ध आदि गन्ध हुँदै हुँदै अनि सबैतिर परिक्रमा गराइन्छ मुक्त जीवात्मालाई वैकुण्ठ परिसरमा गराइसके पश्चात अनि तत्पश्चात त्यहाँ अरू पनि लोक छन्। ब्रह्मलोके भने अनुसार अरू पनि कुर्मादिन दिव्य लोकान तदनु मणिमयम मण्डपम तत्र शेषम, यस्तो सुक्ति छ। कुर्मादिन दिव्य लोकान, त्यहाँ अनेक प्रकारका लोकहरू भगवानका वैकुण्ठ धाममा छन्। त्यसो हुनाले व्यक्तिहरूले साकेत धाम कहाँ होला, रामजीको त्यही नै छ त्रिपाद विभूतिमा। त्रिपाद विभूति भन्दा माथि अर्को विभूति नै छैन, कहाँ हुने। जम्मा ब्रह्मको 4वटा पाउहरू छन्, भगवानको 4वटा पाउ छन्। एक पाउमा यो सारा संसार छ, 3 पाउ माथि छ। पादो अस्य भूतानि त्रिपादस्यामृतं दिवि, एक पाउले यो सारा संसार व्याप्त विष्णु र त्यो भन्दा बाहिर त्रिपाद विभूतिमा भगवान बस्नु भएको छ। अर्को कुनै पाउ नै छैन, अर्थात माथि भन्ने चीजै त्यहाँबाट हुँदैन। त्यस्तो छ भने ब्रह्मको परिकल्पना एउटा हुँदैन, हजारौं भगवान छन् हाम्रो भन्ने बुझिन्छ। त्यस्तो हुँदैन, भगवान एउटा हुनुहुन्छ। उहाँको स्थान भनेको त्रिपाद विभूति, त्यसलाई के भनिन्छ भोग विभूति, यसलाई के भनिन्छ लीला विभूति। यो दुईटै विभूतिलाई जसले चलाउनुहुन्छ उहाँलाई उभय विभूति नायक भनेर भनिन्छ भगवानको। त्यस्तो नारायण हुनुहुन्छ, यसरी बुझ्नु पर्दछ। र तत्पश्चात त्यहाँ सबै घुमाउँदै घुमाउँदै लिएर गएर अब जीवात्माले भगवानको सबै चीज देख्न थाल्नुहुन्छ। हिजोको वर्णनमा हामी यहीँ पुगेका थियौं कि भगवानले कस्तो कपडा लगाउनु भएको छ, कस्तो विग्रह छ, उहाँको आँखा कस्तो छ, मुख कस्तो छ, शरीर कस्तो छ, यो सबै हिजो वर्णन गरियो। अप्राकृतिक
त्यो देख्दै देख्दै अब अगाडि बढ्नुहुन्छ जीवात्मा, मुक्तात्मा। त्यसपछि आजको कथा सुरुवात हुन्छ। हिजोको नआउनु भएको व्यक्तिहरूको लागि पनि यो मैले सुरुदेखि नै अन्तिमसम्म भन्ने गरेको छु। सप्तलोक्याम अपि एका आज्ञा गोचरायाम देवसंगेषु प्रणमत्सु समासीनम। यो सातैवटा लोकहरू, ब्रह्माण्डका जति जति सातवटा लोकहरू छन्, सब भगवान वैकुण्ठनाथ भगवानका आज्ञाका अधीन भएर बसेका छन्। वेदान्त ब्रह्मसूत्रमा पनि परातुत्तश्रुते भनेर भनिएको छ। परमात्माको प्रेरणाद्वारा नै यो जीवात्मा र प्रकृति सुरक्षित छन्। यो प्रकृति र जीवात्मा समष्टि भएपछि ब्रह्म बन्नुहुन्छ। ब्रह्म भगवान एउटा हुनुहुन्छ र भगवानकै शरीरमा रहेका जीव र भगवानकै शरीरमा दिव्य शरीरमा रहेका यो प्रकृति मण्डल छ। भगवानबाट अलग छैन। जस्तो कमलको फूल हुन्छ नि एउटा, त्यो कमलको फूलमा कमल एउटै भएर पनि रातो कमल, नीलो कमल, हरियो, अब कस्तो कस्तो कलरको हुन्छ त्यो। गुलाबको पनि फूलको एउटा परिकल्पना गरौँ। एउटा गुलाबको फूल छ भने त्यो सेतो पनि हुन्छ, रातो पनि हुन्छ, गुलाबी पनि हुन्छ, नीलो पनि हुन्छ, हैन? त्यो गुलाबको फूल नै हो त्यो। तर त्यसमा आएको रङ जस्तो प्रकारले छ, त्यस्तै प्रकारले यो सारा संसार पनि भगवान मात्रै हो। यसमा आएको जति पनि प्रकृतिको यताउति देखिन्छ, यी सबै त्यो रङ जस्तै हुन् भनेर बुझ्नु पर्दछ है। यस्तो छ। त्यसो हुनाले यो सारा ब्रह्माण्डमा 7 लोक, 7 को हिसाबमा 14 लोकहरू छन्। ती लोकहरू सबै भगवानका विग्रह हुन्, भगवानका शरीर हुन्। त्यसो हुनाले अधीनमा छन्। श्री वैष्णव सम्प्रदायमा यो सारा विश्व ब्रह्माण्ड भगवानको शरीर भनेर मानिन्छ। जगत सर्वम शरीरम ते तत्सर्वम वै हरेस्तनु आदि इत्यादि श्लोकहरू पनि पाइन्छ। भगवानको शरीर हो। जस्तो प्रकारले हाम्रो यो शरीर छ, त्यस्तै प्रकारको भगवानको शरीरमा यो सारा संसार छ। यस्तो छ। त्यसो हुँदा वैकुण्ठनाथ भगवानको आज्ञामा यी सारा संसार, 7 लोक, 14 लोकहरू हुन्छन्। समस्त देवताहरूले पनि उहाँलाई नै प्रणाम गर्दछन्, नमस्कार गर्दछन्, किनकि समस्त देवताहरूको भित्र पनि उहाँ नै अन्तर्यामीत्वेन रहनुहुन्छ। कुनै पनि देवता यस्तो देवता हुनुहुन्न जसभित्र भगवान हुनुहुन्न। चाहे मानव होस्, चाहे दानव होस्, चाहे देवता हुन्, चाहे ऋषि महर्षि, चाहे जोसुकै कोही किन नहोस्, ती सबै जीवात्माहरूको भित्र भगवान रहनुहुन्छ, अन्तर्यामी रूप। या आत्मनि तिष्ठन् वेदमा आउँछ, जो आत्माभित्र प्रवेश गरेर नियमन गर्नुहुन्छ त्यस्तोलाई नै अपहत पापमा भनेर अन्तिममा एष सर्वभूतान्तरात्मा दिव्य देव एको नारायण भनेर उपनिषदले पनि भगवानलाई सबको हृदयमा रहनेवाला बताउनु भएको छ। साथसाथै गीता, भगवत गीताको 18 अध्यायमा पनि ईश्वरः सर्वभूतानां हृदयेषु तिष्ठति भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि मायया भनेर भगवानले भन्नुभएको छ। सबको हृदयमा ईश्वर रहनुहुन्छ, अर्थात् म रहन्छु। तम एव शरणम गच्छ, उनै ईश्वरको शरणमा जाऊ। त्यो ईश्वर को हो त? सर्वधर्मान परित्यज्य माम, म नै हो, मेरो शरणमा आऊ। यसरी भगवानले अन्तर्यामी भाटमा गएर पहिला अन्तर्यामी योगी बना भन्नुभयो। पहिला अन्तर्यामीलाई जान, अन्तर्यामीलाई जानेपछि बाहिर बस्नेवाला विराट स्वरूप परमात्मालाई धारणा शक्तिद्वारा ध्यान देऊ र तत्पश्चात त्यो पनि गर्न सकेनौ भने अब के गर्नु त? माम एकम शरणम व्रज, सबलाई छोड्देऊ, मेरो शरणमा आऊ। अहम त्वा सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुच, चिन्ता नगर, सब पापलाई नाश गरिदिन्छु, म नै सबैको हृदयमा रहन्छु भनेर भगवानले त्यहाँ पनि भन्नुभएको छ। त्यसो हुनाले समस्त देवताहरूको भित्र भगवान रहनु भएको हुनाले देवतामा देवता हुनुभएको महादेव हो। बुझ्नुभयो? महादेव भनेको के हो भन्दाखेरि सारा जीवात्माहरूको जो देवता हुनुहुन्छ, सारा देवताहरू त जीव हुन्, ती सबै जीवात्माहरूको जो देवता, उहाँको पनि देवता हुनुहुन्छ, उहाँलाई महादेव भनिन्छ। कुरा बुझ्नुभयो? अनि महादेव भित्र शंकर्षण रूपमा भगवान रहनुहुन्छ। फेरि भगवान भोलेनाथ र शंकर्षण भगवान एउटै हो। त्यसो हुनाले शंकर भनिएको शिवजीलाई। भनेपछि यावत यो एउटा किरा कमिलादेखि लिएर ब्रह्मा र भगवान भोलेनाथको भित्र समेत भगवान नारायणले सञ्चालन गर्नुभएको हो। यसरी बुझ्नु पर्दछ। त्यसो हुनाले भगवान देवता होइन, भगवान भगवान हो। देवता फरक छन्, भगवान फरक है। त्यस्तो भन्नुहुन्छ यहाँ। सारा देवताहरूले उहाँलाई नै नमन गर्दछन्। मैले पहिलो दिन पनि यहाँलाई बताएको थिएँ सुख भनेको कस्तो हुँदो रहेछ भने नि, जस्तै यहाँ हाम्रो जीव हाम्रो शरीरमै छ, यहाँ भित्र छ। हामी आत्मा हौ, तपाईँ हामी सबैजना आत्मा हौ।
तर यो शरीर हाम्रो होइन, हाम्रो यो शरीरसँग सम्बन्ध पनि छैन हैन। जन्मिँदाखेरि हामी आएर प्रवेश गर्यौं शरीरमा र शरीर छोडिसकेपछि फेरि हामी अनन्त यात्रामा हिँड्नु पर्दछ। यो सबैको त्यही नै हो, हामी सबै आत्मा हौ। तर यो शरीर मेरो नभएर पनि शरीरले कसरी मेरो आत्माको पूजा गर्दछ? जस्तै मैले पहिला पनि भनेको थिएँ, यहाँ माथि टाउको चिलायो भने के गर्छ शरीरले? हातलाई हामीले भन्दैनौँ ए हात उठ्छ न माथि गएर कन्याइदिने भन्छौँ र हामीले आफै आफ जान्छ कन्याइदिन्छौँ। कसलाई सुख दिएको भन्दाखेरि शरीरले आत्मालाई सुख दिएको। मलाई कस्तो चिलायो भनेर भन्ने आत्मा हो। अनि त्यो थाहा पाउने बित्तिकै गएर यसरी कन्याइदिने भनेको चाहिँ इन्द्रिय हुन्, तिनीहरूको के आत्मा होइन यो सबै शरीर हो। तर पनि उसले कुनै स्वार्थ नलिकन जस्तो प्रकारले शरीरलाई आत्मालाई जसरी पूजा गर्दछ, उसको हेल्प गर्दछ, उसलाई जे अनुकूल लाग्दछ त्यो उसले गरिदिन्छ। कहीँ जानु पर्यो आत्मालाई तब खुट्टाले हिँडिदिन्छ। कहिले खुट्टाले पैसा हामीसँग मागेन, तब मलाई यो चिज दे अनि म हिँड्दिउँला भनेर कहिले पनि भनेन। हातले कति काम गर्छन्, यो काम तिमीले खानी, मुखले चाहिँ खानी, हामीले काम गरिदिने हो र भनेर हातले कहिले पनि विरोध गर्न आएन, हो कि होइन? सबैले कसलाई पूजा गरिरहेछ, कसलाई सेवा गरिरहेछ भन्दाखेरि जीवात्मालाई, हामीलाई, मलाई सुख हुन्छ त्यसो गर्दाखेरि भनेर त्यो शरीरले जसरी गरिरहेको छ त्यसै गरेर त्यो आत्माले पनि भगवानलाई गर्नु पर्दछ, किनकि आत्माभित्र भगवान हुनुहुन्छ। यदि त्यो भएन भने त्यस्तो त्यो ढोङ हो, त्यो नाटक केही पनि भएन। जस्तो प्रकारले शरीरले आत्मालाई गर्दछ त्यस्तै प्रकारले आत्माले पनि परमात्मालाई त्यसै गरी स्वाभाविक रूपले पूजा गर्नुपर्दछ, आराधना गर्नुपर्दछ बिना स्वार्थको। यो रहस्य हो, यस्तो छ। त्यसै हुनाले समस्त देवताहरू भगवानका अधीनमा रहन्छन्। नारायण परा वेदा देवा नारायणाङ्गजाः। सारा देवताहरू नारायण भगवानका अङ्गबाट कल्पित हुनुभएका हुन्। सबै देवता भगवान श्रीमन्नारायणबाट नै प्रकट हुनुभएको हो। चाहे उहाँलाई कृष्ण भन्नुहोस्, चाहे राम भन्नुहोस्, चाहे 10 अवतारमा कुनै पनि भगवानको नाम लिनुहोस्, उहाँबाट नै यो संसारको सृष्टि स्थिति प्रलय सम्भव हुन्छ। त्यसै हुनाले सबैले भगवानलाई प्रणमन्ती, नमस्कार गर्दछन्, प्रणाम गर्दछन्। भगवानको दर्शन नपाएको बेलामा मुमुक्षु जीवलाई कहिले भगवानको दर्शन मिल्ला भनेर जुन छटपटी हुन्थ्यो, भगवानले दर्शन नदिकन मर्ने भए भनेर म दुखी हुनु पर्दथ्यो। अहिले त्यो अवर्णनीय दुःख, वर्णन गर्न नसक्ने खालको दुःखहरू सबै निवारण भयो भनेर जीवात्माले मुक्त आत्माले सोच्नुहुन्छ। त्यहाँ जसरी भरतजी चित्रकूट सवारी हुँदाखेरि दाजुको दर्शन पाउना साथ हाम्रो दुःख नाश हुन्छ भनेर मक्ख पर्नु भएको थियो। उहाँ चित्रकूट भरतजी यतिसम्मको भक्ति भावमा जानु भएको थियो, मेरो श्रीरामले खडा जुन भगवानले जहाँ जहाँ रहनु भएको थियो त्यही ठाउँमा म गएर बस्छु, अनुभव गर्छु भनेर भरतजीले चित्रकूटसम्म पुग्दाखेरि, श्रीरामको दर्शन गर्नको लागि चित्रकूटसम्म जाँदाखेरि ठाउँ ठाउँमा पण्डाल राख्नुभयो। चाहे दिउँसै किन नहोस्, बेलुका लगाउनु भएन। जहाँ प्रभु बस्नु भएको थियो त्यो ठाउँमा मेरो प्रभु कसरी बस्नुभयो होला? निषाद रात गुह भगवानका परम भक्त, श्रीरामको परम भक्त हुनुहुन्थ्यो, निषाद जातिको। भगवान श्रीराम गएर जब पहिलो दिन गएर शयन गर्नुभयो, लक्ष्मणजी त कहिले पनि शयन गर्नुहुन्न थियो। त्यसै हुनाले मेघनाद मरे, नत्र भने मेघनादलाई मार्नको लागि कसैले पनि सक्दैन थियो। वरदान थियो उनलाई, 14 वर्षसम्म खाएको हुनुहुँदैन, 14 वर्षसम्म सुतेको हुनुहुँदैन, त्यस्तो व्यक्तिले मात्रै मार्न सक्ने छन् इन्द्रजितलाई। निकुम्भिला नामक देवीको आशीर्वाद थियो, वरदान थियो उनलाई। 14 वर्षसम्म लक्ष्मणजीले कहिले पनि सुत्नु भएन, एउटा फल पनि उहाँले ग्रहण गर्नु भएन। र जब निषाद रात गुहको यहाँ गएर श्रीराम जब पहिलो विश्राम भयो, पहिलो दिन त तमसा नदीको तटमा रहनुभयो, दोस्रो दिनमा भगवान निषाद रात गुहको यहाँ प्रवेश गर्नुभएको थियो। राति जब भगवान पर्ण पात बिछ्याएर त्यसमा शयन गर्नुहुन्थ्यो, त्यसपछि निषाद राज गुहले हातमा धनुष लिएर बस्दथे परैबाट। कसलाई ताकेर बस्दथे? लक्ष्मणजीलाई। ल हेर्नुहोस् यहाँ कस्तो भक्तिभाव छ। लक्ष्मणजीले भगवान श्रीरामलाई कहीँ कुनै चिज आएर कुनै विघ्न गर्न थाले भने म त्यसलाई सिद्ध्याइदिन्छु भनेर विरासनमा बस्नु भएको थियो लक्ष्मणजी। अब यहाँ भरतजी यतापट्टि गुहजीले के सोच्नुहुन्थ्यो? के थाहा, उता भरतले भगाइदिए, भरतको कारणले गर्दाखेरि यहाँ आउनु पर्यो रामजी। अब यहाँ लक्ष्मण के थाहा, यो पनि दाजुभाइ हुन्, जे पनि हुन सक्छ, यिनले नै मार्न सक्छन् मेरो रामलाई भनेर निषाद राज गुहले चाहिँ धनुष बाण यसरी लक्ष्मणतिर फर्काएर बस्नु भएको थियो। कहीँ रामलाई केही चोट पुर्यायो भने म सिद्ध्याउँछु भनेर। कस्तो प्रेम होला त्यो थियो उहाँको, त्यस्तो भएको थियो। त्यही सबै अनुभव गर्दै गर्दै भरतजी त्यहाँ पुग्नुभयो। भरतजी त्यहाँ जानुभयो, भगवान कसरी सुत्नुभयो, यहाँ कसरी बस्नुभयो मेरो राम भन्नुभयो, लडबडी गर्नुभयो, रुनुभयो, कराउनुभयो बिचरा।
कतिखेर मेरो रामको दर्शन हुन्छ भन्नुभएको छ। हजारौं सेनाहरू लिएर जानुभएको छ, त्यहाँ पनि हेर्नुहोस् त, हात्ती घोडा सब लिएर जानुभएको छ। महारानी कैकेयी पनि पुग्नु भएको छ, त्यहाँ सबैजना जानुभयो। त्यस्तै प्रकारले जब मिलन भयो भरतजीको र रामजीको, जसरी मिलन भयो चित्रकूटमा, त्यति बेला भरतजीको कस्तो चाहना थियो, मेरो रामलाई म कहिले मिल्छु, कहिले प्राप्त गर्छु होला, किनकि मेरो आमाको कारणले गर्दाखेरि मेरो दाइलाई वन गमन गर्नु पर्यो 14 वर्षसम्म भनेर चाहिँ जस्तो प्रकारले पीडित हुनुहुन्थ्यो भरतजी महाराज। आज भगवानलाई प्राप्त गरिसके पश्चात यतिसम्मको भन्नुभयो कि प्रभु हजुर जानै पर्छ, हजुर जसरी पनि जानुपर्छ, अन्यथा म पनि जान्न, यो जंगलमै बस्छु, हजुरसँगै बस्छु, म किन जाने, हजुरको अधिकारको कुरा हो, मेरो होइन। हजुर जेठो छोरो हो, राज परिवारमा जेठो छोरोले नै राज्य गर्नु पर्दछ, त्यसो हुनाले हजुर नै जेठो हो, हजुर नै जानुपर्छ भन्दाखेरि भगवानले भन्नुभयो पितृ आज्ञा परो सर्वोपरि, पिता माताका आज्ञालाई कहिले पनि उल्लङ्घन गर्नु हुँदैन भरत, तिमी जाऊ, केही छैन, 14 वर्ष मेरो लागि केही पनि होइन, जसो तसो बसौँला, म आउँछु, एक दिन पनि ढिलो गर्ने छैन, एक सेकेन्ड पनि ढिलो गर्ने छैन, तिमीले जति भनेको छ त्यति समयमा आइपुग्छु, तर तिमी जाऊ भाइ, गएर तिमीले राज्य शासन गर। जे भने हाम्रो पिताजी हुनुहुन्न, गइसक्नु भएको छ, अब कसले गर्छ राज्य, ती बिचरा अयोध्यामा रहेका सब जनताहरू दुखी छन्, जाऊ तिमी भन्दाखेरि भरतजीले भन्नुभयो म हजुरसँगै बस्छु भन्नुभयो। तब पनि मान्नु भएन। जाबाली नामक ऋषि हुनुहुन्थ्यो त्यहाँ, उहाँ बडा प्रकाण्ड भगवानको भक्त, उहाँले त नास्तिक विज्ञान पनि थाहा थियो उहाँलाई। उहाँले बुवा छोराले यो जाब सानो कुरा गरेर हुन्छ, पितृ गइसके, मरिसके, बाबै कहाँ गएर बसिसके, कता गइसके, तपाईले उनको आज्ञा मानेर जंगलमा बसिरहने हो, यस्तो काम नगर्नु, चुगो लाएर यो जंगलमा बस्नुभन्दा वहीँ गएर आनन्दसँग राज्य गर्नु, सुख पाउनु, त्यही नै राम्रो हो, यो संसारमा रहनु सुखै पाउने हो, दुःख पाएर मर्छन् कोही। जुन बुवाले आज्ञा दिनुभएको थियो बुवाई रहनु भएन, अब किन यहाँ बस्नुहुन्छ भनेर नास्तिकवादको सिद्धान्त प्रतिपादन गर्नुभयो जाबाली महर्षि। भगवान रामले एक अध्यायमा थर्काउनु भएको छ, तपाई जस्तो महाविद्वानले यस्तो कुरा गर्ने, माता पिता भनेको के हो बुझ्नु भएको छ तपाईले भनेर अनेक प्रकारले त्यहाँ व्याख्या गर्नुभएको छ श्रीरामजीले। त्यो भनिसके पश्चात प्रभु मैले यो नास्तिकवादको चाहिँ कुरा गर्नको लागि हजुरको लागि यो कुरा गरेको होइन, यो पनि एउटा आइडिया हो, उपाय हो, त्यो उपाय गर्न खोजेको कसरी हुन्छ हजुरलाई लिएर जाउँ भन्ने विचारले मात्रै हो, नत्र नास्तिक त हामीलाई थाहा छ कि नास्तिक त धारै होइन, विचारै होइन। प्रभु त्यो भएर पनि हजुर जानुहुन्छ कि भनेर मात्रै भनेको भन्दाखेरि भगवान तब पनि जानु भएन। त्यसपछि भरतजीले आजित हुनुभयो, म राज्य त गर्दिन, मलाई चाहिँदैन त्यो राज्य, तर श्रीराम नै त्यहाँको राजा हुनुपर्दछ, यदि श्रीराम जानु भएन भने हजुरले लगाउनु भएको खडाउ जुन छ त्यो खडाउ लिएर गएर त्यसलाई सिंहासनमा राखेर म उसैलाई राजा बनाएर म 7 हातको खाल्टो खनेर त्यहाँ मुनि गएर बस्नेछु राम, तर हजुर बिना म राजा बनेर बस्न सक्ने छैन भनेपछि बिचरा एउटा खडाउ त लगाउनु भएको थियो नि प्रभुले। त्यस्तो काँडा भएको जंगलमा, दण्डकारण्य नामक जंगल, कति बिज्यो होला त्यस्तो कोमल चरणलाई भगवानको। त्यो एउटा खडाउ थियो, त्यो खडाउलाई पनि दिएर पठाइदिनु भयो बिचरा। अब यहाँ सबैभन्दा ज्यादा दुःख कसले पाउनु भयो थाहा छ यहाँहरूलाई? लक्ष्मणजीले। अब बाटो सानो हुन्थ्यो, मान्छे हिँडिरहने बाटो होइन, जंगलको बाटो हेर्नु, दण्डकारण्य जस्तो स्थान, जंगलमा जानु भएको छ, चारैतिर काँडै काँडा छ। भगवान राम त अगाडि नै बढ्नु पर्यो, उहाँले चरणलाई बचाएर अगाडि बढ्नुहुन्थ्यो, माता सीता पछाडि बस्नुहुन्थ्यो उहाँको पछाडि, उहाँले भगवानको चरणलाई कहिले पनि कुल्चिनु भएन, आफ्नो श्रीमानको टेकेको ठाउँमा पनि टेक्नुहुन्न थियो उहाँले, त्यस्तो चाहिँ सतीपति व्रता हुनुहुन्थ्यो। उहाँले त्यो साइडमा टेक्नुभयो, भगवानले टेकेको ठाउँमा म टेक्दिन भनेर। तर अन्तिममा रहनुहुन्थ्यो लक्ष्मणजी महाराज। लक्ष्मणजीले के गर्नु होला, कस्तो दुःख भयो होला, न दाईको चाहिँ चरणको पाइलामा टेक्नु भयो, न जानकीजीको चाहिँ चरणको पाइलामा टेक्नु भयो। अब बाहिर टेक्नु पर्यो, सबै खुट्टाभरि पुरै काँडै काँडा बिज्दै थियो, तर आइया पनि भन्नु भएन, आथा पनि भन्नु भएन बिचरा। सबैभन्दा दुःख त उहाँले ज्यादा पाउनु भएको छ। भरतजी जानुभयो, त्यो भरतजीले के सोचेर आउनु भएको थियो कि मेरो प्रभु कहिले जानुहुन्छ, या अब उहाँ गएर बसिसकेपछि भरतजीले के गर्नुभयो, सिंहासनमा लिएर गएर त्यो पादुकालाई राखिदिनु भयो र राजा बनाइदिनु भयो। आज भरताय एउटा श्लोक छ क्या, एउटा पादुका सहस्रनाम भन्ने छ एउटा श्लोक आएन मलाई अहिले। भरतजीलाई हामी नमस्कार गर्दछौं कि उहाँले चरण पादुकालाई लिएर गएर सिंहासनमा राखेर आफू गएर चित्रकूटमा गएर के अरे नन्दीग्राममा गएर 7 हातको खाल्टो खनेर त्यस मुनि बसेर
दैनिक उहाँको भोजन भनेको गौतमा जौ पकाएर खाने गर्नुहुन्थ्यो। मेरो रामले उहाँ बस्दाखेरि खान पाउनुहुन्न भने म यहाँ राजा बनेर बसेर म सुख पाएर बस्न चाहन्न भनेर उहाँ 7 हातको खाल्टो मुनि बस्नुभयो र जहिले पनि उहाँले यववृत्ति अर्थात् जौलाई गौतमा पकाएर खाने गर्नुहुन्थ्यो। जबसम्म राम आउनुहुन्न तबसम्म यसै गरी बस्छु भनेर। जब 14 वर्ष भयो तत्पश्चात भगवानले उहाँ विभीषणले पनि भन्नुभएको थियो रावण मृत्यु भइसके पश्चात प्रभु यही बस्नु केही समयसम्म। लक्ष्मणजीले पनि भन्नुभयो प्रभु यही बसौँ न केही समय। भगवानले भन्नु अपि स्वर्णमयी लङ्का नमे लक्ष्मण रोचते जननी जन्मभूमि स्वर्गादपि गरियसी। भगवान रामले त्यति बेलै भन्नुभएको मलाई यो सुनको लङ्काको कुनै लोभ छैन, लालसा छैन। भरतजीलाई एकछिन पनि यताउता ढिलो भइदियो भने प्राण जान्छ उनको। आफ्नो जननी माता र जन्मभूमि स्वर्गको समान पनि प्रिय हुन्छ। त्यसो हुनाले यहाँ बस्नु उचित छैन, भरतजीको प्राण जाला भनेर भरतजीलाई अत्यधिक प्रेम गर्नुहुन्थ्यो उहाँले। हनुमान चालिसामा लक्ष्मणजीको नाम लिनु भएन, तुम मम प्रिय भरत ही सम भाइ भनेर भरतजीको नाम लिनुभयो हनुमानजीलाई। तिमी मेरो भरतको समान प्रिय छौ हनुमान भनेर। त्यति प्रिय हुनुहुन्थ्यो। भक्तिमा सबैभन्दा ठुलो आचार्य भनेकै भरतजी हो। भरत जसले भक्ति भावलाई भर दिनुहुन्छ उहाँको नाम भरत हो। त्यस्तो भरतजी महाराजले भगवानलाई मिल्नको लागि जस्तो आतुर हुनुहुन्थ्यो आज जीवात्मा पनि त्यहाँ गइसके मुक्तात्मा पनि त्यहाँ गइसकेपछि प्रभुलाई कतिखेर म गएर काखमा बसिहालौँ भन्ने भावना आउँदो रहेछ। त्यसपछि उहाँको गमनकालीन मनोरथ अनुसार अहिले श्री वैकुण्ठ पुग्नुभएका मुक्तजीव श्री वैकुण्ठ नगरीमा श्रीमन नारायण भगवानलाई दुवै नेत्रले दर्शन गर्नुहुन्छ। उहाँले सदा पश्यन्ति सूर्य भने चाहिँ ठूला ठूला आँखा लगाएर सूर्यलाई जस्तो प्रकारले व्यक्तिले हेर्दछन् त्यस्तै प्रकारले अहर्निश भगवानको दर्शन एकटक रूपमा गर्ने। त्यहाँ गएपछि बडा विचित्रको सौन्दर्य छ भगवानको, यस्तो तेज आउँछ भगवानबाट कि त्यो आनन्द भइहाल्छ। त्यस्तो खालको भगवानको त्यो स्वरूपको दर्शन गर्न थाल्नुहुन्छ। अनि उहाँले परैबाट जब भगवानलाई देख्नुहुन्छ नि टाढै देख्ने बित्तिकै सहन सक्नुहुन्न। ध्रुवजीले के गर्नुभएको थियो जब तपस्या पूरा भयो उहाँको भगवान प्रकट हुनुभयो। भगवान प्रकट हुने बित्तिकै यसरी हेर्नुभयो उहाँले ध्रुवजीले 5 वर्षको बच्चाले हेर्दाखेरि भगवान यति सुन्दर यति राम्रो कि के गर्नु चुम्बन निवासलेसी भुजै निवास लिसन भागवतमा आउँदछ। म उहाँलाई गएर समातेर चुम्बन गरौँ कि चाटेर मुखैमा हालिदिउँ कि राखौँ कि भित्र जस्तो भयो रे उहाँलाई। किन त्यस्तो भयो त भन्दाखेरि यति राम्रो कि म भित्रै म खाइदिउँ कि भन्छ नि कसैलाई फल देख्यो भने कुनै चिज खाइदिइहालौँ जस्तो हुँदैन अत्यधिक प्रिय भएर। त्यस्तै भगवानलाई देख्ने बित्तिकै के गरौँ भएर ध्रुवजीलाई बोल्नै आएन। मुखै उहाँले बोल्न चाहनुहुन्थ्यो थुप्रै कुरा तर उहाँले बोल्नै सक्नु भएन। भगवानले बुझ्नुभयो मलाई देखेर यी बिचरा पागल भएछन्, अब यिनको बोली नै फुट्दैन भनेर भगवानले आफ्नो पाञ्चजन्य शङ्ख लएर यसो गएर छुवाइदिनु भयो गालामा। त उहाँले स्तुति यस्तो प्रकारले गर्नुभएको छ योन्तः प्रविश्य मम वाचमिमां प्रसुप्तां सञ्जीवयत्यखिल शक्तिधरः स्वधाम्ना अन्यास्त हस्तचरण श्रवण त्वगादीन प्राणान् नमो भगवते पुरुषाय तुभ्यम। प्राण रूपमा रहने वाला अन्तर्यामी भगवान हजुरलाई म नमन गर्दछु भनेर उहाँले यस्तो प्रकारले त्यहाँ स्तुति गर्नुभएको थियो भगवानको। किन त्यति राम्रो हुनुहुन्छ प्रभु कि वर्णन गरेर सकिँदैन। तब जब मुक्त जीवात्माले भगवानको दर्शन गर्नुहुन्छ नि तब सहन नसकेर टाढैबाट साष्टाङ्ग गर्नुहुन्छ। के भन्नुहुन्छ समस्त परिवाराय श्रीमते नारायणाय नमः भनेर परैबाट साष्टाङ्ग गर्नुहुन्छ। धेरै समय पहिलादेखि नै एउटा प्रेममा छुटेका बिछोड भएका व्यक्तिको भेटघाट हुँदाखेरि जस्तो प्रकारको भाव हुन्छ नि त्यस्तै प्रकारको भाव त्यति बेला मुक्त जीवात्मा र भगवानको हुन्छ। दुवैजनाको आँखामा आँसु हुन्छ। हेर्नुहोस् हामीले यो सोचिरहेको होला कि यहाँ पूजा गरेर भगवानले केही मतलब छैन। एक हिसाब छ भगवानसँग। यहाँ जसरी हामीले गर्दछौँ उहाँले पनि त्यसै गरी हामीलाई गर्नुहुन्छ। ए यथा माम प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् मम वर्तमानुवर्तन्ते मनुष्या पार्थ सर्वश। मेरो पथमा रहने भएको हुनाले मेरो मार्गमा रहने भएको हुनाले मेरो भक्तले जसरी मलाई उपासना गर्दछन् म पनि ठिक त्यसै गरी नै उसको उपासना गरिरहेकै हुन्छु। भगवानको यो वचन छ। त्यसै हुनाले जब साष्टाङ्ग गर्नुहुन्छ लम्पसार परेर फेरि उठ्दै लम्पसार पर्दै भगवान वैकुण्ठनाथको नजिक पुग्नुहुन्छ। उहाँ भगवान बसेको स्थान लिएर पुग्नुहुन्छ मुक्त जीवात्मा। भगवानको चरण राख्ने पादपीठ छ। जहाँ चरण राख्नुहुन्छ त्यहाँ पादपीठ हुन्छ। अब त्यो पादपीठ माथि भगवान आफ्नो पाउ राखेर बस्नुहुन्छ जहिले पनि
र उहाँले मुक्त जीवात्माले के गर्नुहुन्छ भने भगवानको चरण पादुका राख्ने पादपीठ माथि आफ्नो पाउलाई राखेर यतिसम्मको अधिकार प्राप्त भइसक्यो त्यहाँ कि भगवानको चरणमा चरण मिलाएर चढ्दै हुनुहुन्छ जीवात्मा भगवानको माथि। काखमा बस्नलाई पनि साना हुन्छन् जीवात्मा, त्यहाँ पुग्दाखेरि भगवान विशाल हुनुहुन्छ। तब मुक्त जीवात्मा त्यहाँ पुग्नुहुन्छ, भगवानको चरण राख्ने ठाउँमा जानुहुन्छ र त्यही नै भगवानको चरणमै टेकेर त्यसमै पादपीठमा टेकेर अनि भगवानको यहाँ काखमा गएर बस्नुहुन्छ उहाँ। अवाक्यनादरः, यो शास्त्रले वेदले भन्दछन् कि भगवान कसैसँग पनि बोल्नुहुन्न मुक्त भइसकेकोसँग भनेर भनिएको छ। आदर कसैसँग केही प्रश्न पनि गर्नुहुन्न, कसैसँग केही बोल्नुहुन्न भनेको छ वेदमा, हैन? तर पनि त्यहाँ भगवान बोल्नुहुन्छ। त्यो सायुज्य मोक्ष भएको हुनाले, अरू मोक्ष जस्तो नभइदिएको हुनाले भगवानको मार्गमा चलेर आएको हुनाले भगवान त्यहाँ बोल्नुहुन्छ। जस्तो प्रकारले यहाँ उदाहरण पनि दिनुभएको छ। अवाक्य नादर अर्थात भगवान महामणि मण्डपमा कसैसँग वार्ता गर्नुहुन्न र कसैसँग प्रभुको आदर पनि छैन भनेको भए पनि पूर्णिमा आदि पर्वको दिनमा, पूर्णिमाको समयमा चन्द्रमालाई देख्दाखेरि समुद्र जसरी मास्तिर स्वतः उर्लेर आउने इच्छा गर्दछन्, गुरुत्वाकर्षण जसरी जबरजस्ती उठाउँदछन्, त्यस्तै प्रकारले त्यसै गरी वैकुण्ठनाथ भगवान पनि आफ्नो अगाडि आएका मुक्त जीवात्मालाई देख्दा त्यो गाम्भीर्य, त्यो वेदको सूत्रलाई छोडिदिनुहुन्छ भगवानले। भक्तको लागि भगवानले वेदको आज्ञालाई पनि छोडिदिनुहुन्छ, त्यति प्रिय। भगवान श्रीरामचन्द्रजी 14 वर्ष बिछोड हुनुपर्दा भरतजी भूमिमा शयन गर्नुहुन्थ्यो, कहिले पनि खाटमा शयन गर्नु भएन। उहाँको त्यो दुःख 14 वर्षपछि जसरी नाश भएको थियो, भगवानको राज्याभिषेक भएपछि जसरी उहाँको त्यो पीडा, उहाँको त्यो पीडामा त हामी पुग्न पनि सक्दैनौँ भरतजीको पीडामा, त्यस्तो भरतजीले जब भगवानको राज्याभिषेक भए पश्चात जसरी सुखको आनन्दको अनुभव गर्नुभएको थियो, त्यसै गरेर भगवानले पनि अति आनन्दित भएर भरतजीलाई काखमाथि लिएर अङ्कमाल पनि गर्नुभएको थियो। त्यति बेला जब भगवान पुग्नुभयो अयोध्यामा त सबैभन्दा पहिला भरतजी आउनुभयो। भरतजीको यहाँ जाऊ त भनेर हनुमानजीलाई पठाउनु भएको छ। त्यो के हल्ला गर्दै आयो फेरि? र जसरी भगवानले भरतजीलाई अङ्कमाल गर्नुभएको थियो त्यसै गरेर जीवात्माले पनि भगवानले गर्नुहुन्छ भनिएको छ। मुक्त जीवात्मा पनि त्यसै गर्नुहुन्छ। यो रामायणको र यो प्रसंग श्रीकृष्ण भगवानले अक्रूरजीलाई जसरी अङ्कमाल गर्नुभएको प्रसंग आउँदछ भागवतमा। अक्रूरजीले भगवानलाई गोवर्धन पर्वतबाट आएको देख्नुभयो गाई चराएर। तब भगवानको चरण कमलको त्यो जुन ठाउँमा टेक्नु भएको छ पाइला, त्यो पाइलामा परेका धुलोहरू आफ्नो शरीरमा सबैतिर उछाल मार्नु भएको छ बिचरा अक्रूरजीले। मेरो प्रभु आउनुभयो, उहाँको चरणको यो धुलो भनेर लडीबुडी गर्नुभएको थियो अक्रूरजीले। त्यस्तै प्रकारले आज भगवानले मुक्त जीवात्मालाई त्यही अनुरूप लिनुहुन्छ त्यहाँ भनेर भनिएको छ। अब यहाँ भगवानको र जीवात्माको, मुक्तात्माको संवाद छ। योबाट तपाई हाम्रै संवाद भनौं। जब हामी मोक्ष हुन्छौं तब यही संवाद हामी भगवानसँग गर्दछौं। पहिला सुरुमा भगवानले सोध्नुहुन्छ तिमी को हौ? काखमा बस्नुहुन्छ जीवात्मा, मुक्तात्मा। तब भगवानले सोध्नुहुन्छ बाबु तिमी को हौ? भगवानलाई थाहा नभएको जस्तो गरेर मुक्त जीवात्माले भन्नुहुन्छ म ब्रह्म हुँ, राजकुमार हुँ, हजुरको छोरो हुँ। हजुर परब्रह्म हुनुहुन्छ, म ब्रह्म हुँ। हजुर राजा हुनुहुन्छ, म राजकुमार हुँ प्रभु। भगवानले सोध्नुहुन्छ यतिका दिनसम्म तिमी यो संसार प्रकृति मण्डलमा रहेर के गर्यौ? के गरेर रह्यो? कसरी बस्यो त्यहाँ? अब यहाँ मुक्त जीवात्माले भन्नुहुन्छ मैले त स्त्रीहरूलाई देखेर काम वासनाले पीडित भएर यही नै संसार हो भनेर उनीहरूसँगै रमण गर्न थाले भनेर भन्नुहुन्छ। उनीहरूको बाहुपास नै सर्वोपरि भन्ठानी मैले भन्नु मुक्त जीवात्माले भन्दछ। यहाँ स्त्री भनेर जुन भनिएको छ नि, हामी जस्तो स्त्रीलाई भन्न खोजिएको होइन। यहाँ दिव्य कुरा हुन्छ ब्रह्मलोकमा, यस्तो साधारण कुरा हुँदैन त्यहाँ। यहाँ जुन स्त्रीको संज्ञा दिएको छ यो प्रकृति मण्डललाई भन्न खोजिएको, मायालाई भन्न खोजिएको। भगवानको माया यति सुन्दर छिन्, यति राम्री छिन्, त्यो कल्पना गर्ने। महामाया, देवी दुर्गाको नाम पनि महामाया हो, भगवानको माया हो। कति राम्री हुनुहुन्थ्यो उहाँ। प्रकृति मण्डल नै यहाँ स्त्री मानु। उनीसँग अङ्कमाल गरेर रहनु भनेको यही प्रकृतिलाई नै म हुँ भनेर रहनु, यसलाई भन्न खोजिएको। यसरी रहेको थिएँ म प्रकृति मण्डलमा भन्नुभयो। भगवानले भन्नुभयो त्यसबाट तिमीले के पायो? पाउनु पनि पर्यो नि त, केही काम गर्नको लागि त केही पाउनु पर्यो। के पायो त तिमीले? मुक्त जीवात्माले हुनुहुन्छ के पाउनु प्रभु?
घोर नरकमा डुब्नु पर्ने यस्तै फल पाएँ मैले। नराम्रो काम गरेर राम्रो पाइँदो रहेछ प्रभु भन्नुहुन्छ मुक्तले। भगवानले भन्नुभयो अरू के गर्यो तँलाई त्यो पनि भन, सुन्न चाहन्छु। मुक्त जीवात्माले भन्नुहुन्छ अयम च आगतोहम इति वदति। यहाँ आए हजुरको चरण प्राप्त गरे, बस यही काम गरे। भगवानले भन्नुहुन्छ मलाई पाएर तिम्रो कुन चाहिँ प्रयोजन सिद्ध भयो? के प्रयोजन सिद्ध भयो? तिमी मलाई प्राप्त गर्यो, के भयो तिमीलाई? भगवानले भन्नुभयो क्रूर यो संसार छ नि, यो क्रूर दुख साराका सारा नाश भए। जति पनि दुःखहरू थिए हाम्रा यो संसारमा, कष्ट भएका थिए, जति पनि प्रकृतिले पुरुषलाई जसरी आकर्षण गरेर अहिलेसम्म जीव बन्धनमा पारे गर्यो, त्यसबाट मुक्ति भएँ म। यो ठूलो प्रयोजन हो भयो प्रभु, यो प्रयोजन सिद्ध भयो मेरो भन्नुहुन्छ। भगवानले भन्नुभयो यहाँ तिम्रो आगमनको कारण चाहिँ के हो? कसरी आउन मन लाग्यो तिमीलाई? यहाँ त हतपत कोही आउन सक्दैन, तिमीलाई चाहिँ कसरी आउन मन लाग्यो? भुलेर गएका थियौ झगडा गरेर, फेरि आउन मन लागेछ। भगवानले यस्तो भनेपछि मुक्त पुरुषले भन्नुहुन्छ हजुर रूपी पुण्य नै मेरो आगमनको कारण हो। हजुरले नै गरेर हजुरकै चाहना भएर म यहाँ आएको। बिना हजुरको चाहना यमे वैस वृणुते ते नलभ्य, जसले उहाँले वर्ण गर्नुहुन्छ जसलाई उसले नै उसलाई प्राप्त गर्छ भन्ने सिद्धान्तले हजुरले चाहनु भयो यो जीवात्मा बिचरा यसरी संसार बन्धनमा यसरी रहिरहेको छ भनेर मलाई थाहा छ कि महालक्ष्मीले हजुरको कानमा आएर सुनाउनु भयो यो जीवात्माले दुःख पाएको छ, यसलाई उद्धार गर्नुस्। तब हजुरको मलाई कृपा कटाक्ष प्राप्त भयो, निरहितको कृपा प्राप्त भयो। म भगवानको बन्न इच्छा गरी, म गुरुको सन्निधिमा गई, हजुरको संस्कारमा दीक्षित भई, हजुरको पत्नी बनी, हजुरको प्रपन्न भई, हजुरको शरणमा आई, त्यसपछि म यहाँ आएँ। यस्तो प्रकारले भगवानलाई मुक्तजीवले भन्नुहुन्छ। अब यहाँ भगवान पनि त्यस्तै कुरा गर्नुहुन्छ। कस्तो अचम्मचम्म कुरा गर्नुभएको छ यहाँ, सुन्नु होला। भगवानले के भन्नुहुन्छ भने हेर जीवात्मन, मुक्तात्मन, तिमी यहाँ आएर बरु मेरो पो स्वार्थ सिद्ध भयो त, मेरो ठुलो स्वार्थ सिद्ध भयो भन्नुभयो भगवानले। किनकि यतिका दिनदेखि यस असीम आनन्दमय स्थानमा तिमी स्वामी बनेर बस्न पाएका थिएनौ। अर्थात् मेरो पुत्र हो, मलाई गर्व थियो। तिमी संसार गयो, मेरो इज्जत गएको थियो। तिमी यहाँ आयो, मेरो इज्जत बढ्यो, तिमीले सुख पायो, त्यसो हुनाले प्रयोजन त मेरो सिद्ध भयो भन्नुहुन्छ अरे भगवानले। सुख छँदै छैन भनेर श्रुति वचनले बयान गरेको त्यो क्रूर लोकमा धेरै दिनदेखि तिमीले नपाउनु दुःख पाएका थियौ। मैले थाहा थियो, मलाई सबै कुरो थाहा थियो, यस्तो भइरहेको छ पनि मलाई थाहा थियो। तर मेरो प्रतिज्ञा छ, जो मेरो शरणमा छैनन् त्यस्ता व्यक्तिहरूलाई न क्षमामी क्षपाम्यजस्रमसुरीम आसुरी स्वयवयोनिषु भगवत गीता। जो संसारमै आसक्त भएर यही रहेका हुन्छन्, कुनै केही छैन, अस्तित्व छैन मेरो भनेर भगवानलाई नै विसर्जन गरेर जसले पाप भन्दा पाप गरिरहेका छन् भने त्यस्ता व्यक्तिलाई म क्षमा गर्दिन। मेरो क्षमा गुण नै छैन भनिदिनु भएको छ। भगवानको क्षमा गुण छैन, यो पक्का कुरा हो। महालक्ष्मीको मोक्ष गुण छैन। भगवानसँग पनि एउटा कमजोरी छ, क्षमा गर्न सक्नुहुन्न। जस्तो प्रकारले पिता पुत्रको झगडा पर्यो, छोरा त्यहाँबाट गयो, पिताले चाहन्छन् आओस् तर फकाउन जाँदैनन्, माया त हुन्छ। त्यस्तै हो भगवानले हाम्रो झगडा परिरहेको हो भनेर बुझ्नु पर्यो। अहिलेसम्म पनि हाम्रो झगडैमा छौँ, हामीहरू सबैजना झगडामा छौँ। तिमी के काम, तिमी कामै छैन, त्यो घर छोडेर आएको मैले, म जान्न फेरि फर्केर भन्छौँ हामी चाहिँ। किन त्यहाँ बस्छौ त भन्दाखेरि यहाँ भए आनन्द छ, आफ्नो सबै चिज छ भनेर मायामै आसक्ति भइदिन्छ। ल त्यही गरी खाऊ, मर्नुपर्छ एक दिन, फेरि नरक जाऊ, फेरि आऊ, फेरि जन्म, फेरि यहीँ बसिरहौ तिमी भनेर भगवानले गाली गरे हो यहाँ हामीलाई। बसिरहौ, जबसम्म मेरो याद आउँदैन, मेरो ठाउँमा आउन मन गर्दैन, तबसम्म म वास्तै गर्दिन। त्यसो हुनाले भगवानको क्षमा गुण छैन। यो क्षमा गुणकै लागि महालक्ष्मीलाई भगवानले यहाँनिर राख्नुहुन्छ हृदयमा, वक्षस्थलमा। लक्ष्मीले सुटुक्क बताइदिनुहुन्छ प्रभु यसलाई स्वीकार गर्नु न। आमा त आमा हुन् नि, पिताले पो यताउता गर्छन् त माया लाग्दैन होला भलै। त्यसले यस्तो गर्यो भने म चाहिँ किन झुक्ने भन्छन् नि पुरुषहरू। तर माताले त सहन सक्दिन। कसरी हुन्छ त्यो बच्चालाई ल्याउनु, त्यो मेरै छोरो त हो, हाम्रै छोरो त हो, बिचरा गयो, के गर्ने त, त्यो बुद्धि बिग्रियो त्यसको, आमाले भन्ने हो नि त यो। त्यसो हुनाले माताले यहाँनिर धारण गरेर बस्नु भएको छ आमालाई भगवान। र यहाँबाट सुटुक कानमा भनिदिनुहुन्छ श्रूयते सुनाइदिनुहुन्छ। त्यसो हुनाले लक्ष्मीको नाम श्री सुनाउने भएको हुनाले भगवानले भन्नुहुन्छ बाबु, अब मुक्त जीवात्माले भन्नुहुन्छ मलाई थाहा छ कि हजुर महालक्ष्मीकै कारणले गर्दाखेरि हजुरको मनमा एउटा करुणा भाव आयो। करुणा भाव आइसकेपछि हजुरले मलाई देख्नुभयो, हेर्नुभयो, कमला नयन नजरले मलाई हेर्नुभयो,
जुन दिनदेखि हेर्नुभयो त्यही दिनदेखि म जिज्ञासु भएँ। जिज्ञासु भएर म गुरुको सन्निधिमा गएँ, गुरुको शरणागत भएँ, भगवान हजुरलाई मैले चिने, अनि हजुरको यहाँ आएँ। यस्तो प्रकारले त्यहाँ सरसल्लाह भइरहेको हुन्छ। भगवानले भन्दै हुनुहुन्छ, तिमीले साह्रै दुःख पायो है संसारमा गएर, मलाई भुलेर, मेरो गुणको अनुभवमा नडुबेर, मायामय अनेक योनिमा जन्मेर तिमीले साह्रै दुःख पायो होइन, त्यही गर्न गएका थियौ होइन तिमी भन्नुहुन्छ। यस्तो असीम आनन्द पाउनुको साटो हाड मासु रगत आदिले बनेका स्त्री पुरुष आदि यो शरीरलाई मानै आलिङ्गन प्रवाहलाई नै आनन्द मानेर सदा दुखी थियौ तिमी भनेर भन्नुहुन्छ भगवानले। जुन दिन तिमीले यी सारा वस्तुहरूलाई अनुचित सम्झेर, यी काम छैनन्, पितरम मातरम दारान पुत्रान बन्धुन सखिन गुरुन, यी सबै कोही पनि रहन्छन् भनेर जुन दिनदेखि सबै चिजलाई अनुचित सम्झेर मेरो शरणमा पर्यो, शरणमा पर्यो भन्ने बित्तिकै भगवानको शरणमा गएर पर्ने हो कि म तपाईँको हुँ, बस तपाईँ बाहेक मेरो कोही छैन भनेकै शरणागति हो। कुरा बुझ्नु भइरहेछ नि। शरणागति भनेको शङ्ख चक्र लगाउने, श्रीति लगाउने मात्रै होइन क्या। शरणागत तपाईँले यो नसोच्नु कि यो वैष्णवको मात्रै हो भन्ने होइन। तपाईँहरूले त्यस्तो सात्विक हुँदै हुँदै जानुभयो भने तपाईँ पनि वैष्णव बन्नुहुन्छ, तपाईँलाई नै थाहा हुँदैन किन बन्नुपर्ने रहेछ भन्ने त्यति बेलै थाहा हुन्छ। शुद्ध त बन्नु पर्यो, कोसिस त गर्नु पर्यो, जिज्ञासु त हुनु पर्यो, अगाडि त बढ्नु पर्यो नि त होइन। शरणागत भनेर सिधै चरणमा गएर पर्ने, तर कहाँ गएर पर्ने त्यसको पनि विधान होला नि, कतिखेर पर्ने, कसले भनेर पर्ने। रक्षक पनि यस्तो हुनु पर्यो, भोलि कसैले आक्रमण गर्यो भने बचाउन सक्नु पर्यो, त्यस्ताको शरणमा जानुपर्छ। कसो शरणमा जाने, कुन चाहिँको शरणमा गयो भने हाम्रो सुरक्षित हामी हुन्छौँ, यो पनि बुझ्नु पर्यो। शरणमा जाने भन्ने बित्तिकै यो सबै गर्नुपर्ने भन्ने होइन, यो त छुट्टै कुरा हो। शरणमा जाने भनेको आफूले कमाएको सम्पत्तिहरू भगवानले निवेदन गरिदिने, आएका चिजहरू सबै भगवानलाई अर्पण गरिदिने, मेरो केही पनि छैन हजुरको भनेर भगवानलाई समर्पण गरिदिने, आफ्नो बाल बच्चादेखि लिएर हर चिजलाई भगवानलाई समर्पण गरिदिने। समर्पण भनेको हजुरको हो, मेरो होइन भनेर आसक्ति नगर्ने, हरेक चिजमा उहाँलाई नै सम्झिने, त्यही हो शरणागति भनेको। अनि त्यस्तो पाराले जब भगवानको त्यहाँ शरणमा गइन्छ अनि बल्ल ओहो त्यसको लागि पनि त नियम छ नि त। के नियम गर्ने भन्दाखेरि चाहिँ कसैको पत्नी बन्नु छ भनेदेखि पोते लगाउनै पर्यो, सिन्दुर लगाउनै पर्यो, परेन त्यत्तिकै पत्नी बन्न पाइयो अर्का। त्यो सबै लगाउने भने चाहिँ यो शङ्ख चक्र श्रीतिलक इत्यादि लगाउनु भन्न खोजिएको भगवानको पनि। अब त्योभन्दा पहिला शरणागतै नभइकन कसरी तपाईँ वैष्णव बन्न सक्नुहुन्छ, भगवानको शरणमा जान सक्नुहुन्छ। शरणागत कसरी सिद्ध हुन्छ भन्दाखेरि पहिला जिज्ञासा हुन्छ, यो संसारबाट मुक्त हुने इच्छा लाग्छ, नरकबाट अब म नरक जान्न है भनेर तपाईँहरू भगवानको शरणमा जाँदै थाल्दै तपाईँहरूलाई त्यो मनमा आइहाल्छ, अवश्य भन्नुहुन्छ। बने पनि भयो नबने पनि, यदि त्यसै गरेर बस्न सक्नुहुन्छ भने त भगवानले लिएरै जानुहुन्छ। सक्नु पर्यो नि। नियम गरेर बस्ने व्यक्तिहरू त अहिले पञ्च संस्कारमा दीक्षित भएका व्यक्तिहरू त भ्रष्टपतित भएर गइरहेका छन्। अहिले समय त्यस्तो चलेको छ। त्यसै हुनाले यसको लागि चाहिँ मर्यादा हो, यो मर्यादा हो हामीले गरेको सबै पञ्च संस्कार मर्यादालाई गरिएको त्यस्तो छ। त्यसै हुनाले मोक्ष हुने जहाँ पनि कुरा गरिएको छ भने यस्तै हुन्छ भनेर बुझ्नुहोस्। मेरो शरण पर्यो भन्नु भगवानले, शरणमा पर्यो, शरणमा परिसकेपछि शरणागति छुट्टै भयो यस्तो। अनि यहाँ भगवानले भन्नुहुन्छ मेरो शरण पर्यो, मेरो दर्शनको अभिलाषा गर्यो, मैले पनि त्यति बेलै तिमीलाई दर्शन दिनुपर्ने थियो, तर के गर्नु तिमीले मलाई स्वीकार गरेनौ। जबसम्म मलाई स्वीकार भक्तले गर्दैन म पनि स्वीकार गर्दिनँ। जुन दिनदेखि भक्तले मलाई चाहिँ एक्सेप्ट गर्छन्, वर्ण गर्छन्, तब म उनलाई सधैँ साथ दिन्छु। योगक्षेमम वहाम्यहम कैसरमा भनेर भन्नुहुन्छ। मैले मुखसम्म देखाउन सकिनँ तिमीलाई, लाजै लाग्यो, कसरी मुख देखाउने। हामीले भगवान देखेनौ भन्छौँ नि, किन देखेनौ त भन्दाखेरि भगवान पनि रिसाउनु भएको छ, तपाईँ हामी सबै रिसाएका छौँ। अब यहाँ लुकामारीको खेल चलिरहेको छ कि संसारमा, लुकामारी पनि भन्छन् आचार्यहरूले, यो पनि कुरा निकाल्नु भएको छ। भगवान र हामी जीवात्माको लुकामारी चलेछ कि एकचोटि वैकुण्ठमा। कहाँ चलेछ? वैकुण्ठमा लुकामारी। भगवानले भन्नुभएछ ल मुक्त जीवात्मा पहिला को लुक्ने भन्दाखेरि ल तिमी लुका पहिला। भगवानले चाहिँ मुक्त जीवात्मालाई, त्यहाँको जीवात्मालाई भन्नुभयो तिमी लुका, म खोज्छु तिमीलाई भन्नुभयो। मुक्त जीवहरू सबै लुक्न थाल्नु भएछ, हामीहरू सबै लुक्न थाल्यौँ। अचम्म छ। अनि पछि जब भगवानले एकैचोटि भेटाइदिनु भयो अनि भगवानले भन्नुभयो पालो तिम्रो छ, मलाई खोज। जब हामी जीवात्माले खोज्न थालेका थियौँ आजसम्म खोजै छौँ, पाएका छैन। यो बडा रहस्यको कुरा, गम्भीर कुरा भनिन्छ यसलाई। यसरी भगवानको र हाम्रो द्वेष पहिलादेखि नै भएको। कसैको खेलेर आउनु भएको छ यहाँ भगवानसँग लुकामारी खेलेर, कसैले भनेर नमानेर आउनु भएको छ यहाँ।
त कसैले के भन्नुभएको छ, कसैले के। त्यसै गरी यो संसारमा हामी विचरण अहिलेसम्म पनि गरिरहेका छौँ, मोक्ष भएको छैन। यहीँ बसिरहेका छौँ, यहीँ रहन्छौँ हामीहरू। यस्तो छ। भगवानले भन्नुहुन्छ मैले म तिमीलाई मुख पनि देखाउन सकिनँ। सटकोप आलवारले आकाश हेरी हेरी धुरु धुरु रुन्छु, आकाशलाई प्रणाम गर्छु भने जस्तै तिमीले पनि मेरो वासस्थान वैकुण्ठ हो भन्ने सम्झी आकाशलाई हेरेर रोई रोई प्रणाम गरेको मलाई पाउन अति प्रयास गरेका थियो। यो सबै कुरा मलाई थाहा छ, मैले देखेको पनि छु, अनुभव गरेको छु। त्यति बेला मलाई अझै बोलाउने बेला भएको छैन भनेर आश गरेको मलाई थाहा छ। कहिले आउनुहुन्छ भन्ने यो त थाहा छँदैछ, आश गरेको पनि मलाई सबै कुरा थाहा छ। अब हजुरलाई कहिले पाउला भने जस्तै तिमी पनि त्यसै गरेर मेरो दर्शनको अभिलाषामा खोब लालायत हुन्छ होला भन्ने सोचेर मैले पनि अबेला गरेको हुँ। मैले पनि तिमी पाक्छौ कि भनेर पकाउनको लागि तिमीलाई मैले यो परीक्षा गरेको हुँ। संसारको दुःख सागरमा परेका तिमी वैकुण्ठ नामको यस अद्वितीय स्थानमा आउने डुङ्गा नपाएर त्यही घुमिरहनु पर्ने भयो भनेर पुकार्नु पर्ने गरी मैले तिमीलाई पर्खाएर बडा दुःख दिएँ, धेरै दुःख दिएँ। त्यसको लागि मलाई क्षमा गर। मैले ढिलो गरेँ तिमीलाई लिन आउनको लागि भन्नुहुन्छ। अथाह दुःख सागरबाट निक्लिएर वैकुण्ठका छेउमा आएर हजुरको चरण कमल प्राप्त गर्न पाउने मेरो स्थिति कहिले होला प्रभु भनेर तिमीले मलाई पुकारेका थियौ। त्यस्ता तिम्रा सबै दुःख नाश हुने गरी बल्ल तिमीले मलाई प्राप्त गर्यौ। विशुष्य भन्ने श्रुति वचनानुसार अर्थात् वेद वचनानुसार तिम्रा सारा पाप तापहरू नाश हुन्। अब मसँगै बस्न पाउँदा तिमीले शीतल अनुभव अवश्य गर्नेछौ। ढुक्क भनेर बस। हामीले अनादिकालदेखि गरेको सृष्टि व्यापार अहिले आएर सफल भएको छ भन्नुहुन्छ। यो सबैभन्दा ठूलो वेदान्तको रहस्य। यो संसारको सृष्टि किन गरेको ईश्वरले थाहा छ? यो संसारको सृष्टि नै गर्नु पर्दैन थियो। उहाँको चाहना भएको भए सबैलाई मोक्ष बनाइदिनु हुन्थ्यो होला नि एकैचोटि। उहाँ त सर्वसमर्थ हुनुहुन्छ। चाहनु भएको थियो भने यो बद्ध जीवात्मालाई किन यहाँ संसारमा राख्नुहुन्थ्यो होला र? एकैछिनमा भगवानले वैकुण्ठै लिएर जाउँ भनिहाल्नु हुन्थ्यो होला नि, होइन र? त्यस्तो किन गर्नु भएन त भन्दाखेरि भगवानले आफ्नो एउटा नियम बनाउनु भएको छ प्रकृतिलाई, कर्म बन्धन। यो कर्मको कारणले हाम्रो मोक्ष हुँदैन। त्यही कर्मले के गर्छ? स्वभाव बनाइदिन्छ व्यक्तिलाई। पूर्व कर्मको अनुसार स्वभाव बन्छ। प्रत्येक मान्छेको आफ्नो आफ्नो स्वभाव हुन्छ। कोही कसैसँग पनि कोही मिल्दैन यहाँ संसारमा। किन मिल्दैनन् भन्दाखेरि सात्विक राजस तामसको हिसाबले। यो कर्म बन्धन हो। यो जबसम्म कर्म छ तबसम्म लोभ लाग्छ, माया लाग्छ, रिस उठ्छ, द्वेष हुन्छ, अनेक हुन्छ। यो पूर्व कर्मानुसारको कारणले हो यो हुने। त्यही कारण नै हाम्रो कहिले नाश हुन सक्दैन। त्यसैले हामीलाई जन्म मृत्यु बनाइरहन्छ। इच्छाको चाहना कहिले पनि छैन, कहिले पूरा हुँदैन। अग्नि हुन्छ नि, आगोमा घिउ चाहिँ नि प्रदान गर्यो भने त्यो आगो निम्छ र? इच्छा र चाहना नष्ट होला अनि म वैकुण्ठ जाउँला भनेर बस्ने हो भनेदेखि त तपाईहरुको मोक्ष सम्भवै छैन, सम्भव हुँदैन। इच्छा र चाहनाले मोक्ष हुन्छ कहीं? कुनै चीजबाट तपाई अहिलेसम्म चित्त बुझ्या छ भने भन्नु। कुनै चीजबाट चित्त बुझ्दा नि बुझ्दैन। जति कमाए जति चीज आफूसँग आइसकेपछि नयाँ नयाँ चीज ल्याउँ जस्तो लाग्ने हुन्छ। हिजो गरिब हुँदाखेरि सुख थियो, अलिअलि केही थिएन, बिस्तारै बढ्दै गयो, अलिअलि लोभ बढ्दै गयो। अब नहुने चीज ल्याउन थाल्यो, ठुल्ठुलो चीज ल्याउन थाल्यो हैन। सबै चीज हुँदै गएपछि टन्न हुँदै हुँदै गएपछि के भयो? झन बढ्दै गयो। अरु चीज पाइन्छ कि? झन ल्याउँ हुँदो रहेछ। धेरै कमाइसकेपछि त पैसा त खर्चै गर्न मन नलाग्ने रहेछ नि। त्यस्तो अनुभव पनि हुँदो रहेछ। हो, त्यस्तो किन हुन्छ भन्दाखेरि इच्छाको कहिले पनि अन्त्य छैन। अनि इच्छाको पूरा होला, मलाई कसैले सुख देला, मेरो छोरा, मेरा बुहारी, मेरा परिवार, मेरा इष्टमित्रले मलाई सुख देला, बुढेसकालमा मलाई सुख देला रे, यो त्यो, यो सबै भ्रम हो। न आजसम्म कसैले सुख दिन सके, न अब सक्नेछन्, न भूत हो न भविष्यति, न पहिला भए न हुन्छन्। किनभने आफ्नो आफ्नो कर्म। तपाईहरुको छोराछोरी हो र? कोही होइन, सब आफ्नो आफ्नो कर्मको कारणले जन्मेका छन्। यहाँ छोरा छोरी, नाता बन्धु बान्धव, इष्ट मित्र सब आफ्नो आफ्नो जीवात्मा हो। तपाईहरुको त केही पनि छैन, यो शरीर मात्रै हो। उहाँले दिनुभयो, आफ्नो आफ्नो कर्ममा रहने हो, त्यही अनुसारले हिँड्ने हो मानव समाजमा चलेर। मर्ने बेला कोही जाँदैन, जन्मिने बेला कोही पनि जन्मिँदैन साथमा। त्यसै हुनाले यो सबै स्वार्थ, संसारै स्वार्थमय छ क्या। त्यसो हुनाले यहाँ आश गर्न थाल्यो भनेदेखि करोडौं खरबौं जन्म हुँदाखेरि पनि मोक्ष सम्भव हुँदैन।
अब वैकुण्ठ चाहिँ कसरी जान्छ त प्रभु? वैष्णवहरूको चाहिँ चाहना हराउँछ र भन्ने पनि आउला। हुन्छ चाहना, इच्छा पनि हुन्छ वैष्णवहरूमा, शरणागतिहरूमा सबै चिज छ। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य गरेका यस्ता शत्रुहरू हाम्रो शरीरमा छन्। नाश हुन सक्दैनन्। वैष्णव हुने बित्तिकै नाश हुँदैन। त के हुन्छ त? कर्म पनि नाश नहुने, स्वभाव पनि नाश नहुने, अनि वैकुण्ठ जाने कसरी त भन्दाखेरि भगवानले पहिले बताइसकिया छ। भगवानले मृत्यु हुने बेलामा, उसको मृत्यु हुने बेलामा नराम्रो कर्महरूलाई शत्रुहरूलाई दिनुहुन्छ। राम्रो कर्महरू जति पनि गरिएको छ ती सब मित्रहरूलाई दिएर कर्म बन्धनलाई छुटाएर स्वच्छ बनाएर लिएर जानुहुन्छ। यो शरणागतिको लक्षण हो। यसैले मात्रै मोक्ष हुन सकिन्छ, नत्र भने कसैले मोक्ष हुने कल्पना पनि गर्नु पर्दैन, सम्भव छैन। जन्मेको जन्मै, मरेको मरे हो। यस्तो भगवानले यहाँ त्यही भन्नुहुन्छ, हामीले गरेको सृष्टि व्यापार, सृष्टि स्थिति प्रलय पनि कर्मको लागि गर्छौ। तिमीहरूको उद्धार हुन्छ कि भनेर गर्छौ। सृष्टि गर्यौ, त्यसपछि तिमीहरू अहिलेसम्म कोही पनि मोक्ष भएको थिएन। यत्रो समयसम्म मोक्ष भएन। हजारौंमा एकजना मात्रै यहाँ आउने गरेका छन्। त्यसो हुनाले हामी चाहिँ सार्थक भयौं। हामीले गरेको सृष्टि व्यापार अब बल्ल सफल भयो भनेर भगवानले भन्नुहुन्छ अरे। परष्टस्य यथा लाभ भने चाहिँ हामीलाई अलभ्य लाभ भएको छ। लाभ हुनेवालै थिएन। मैले त सोचेको थिएँ कि तिमी संसारमा गयौ, बिर्स्यौ, अब आउँदैनौ, यस्तो सोचेको थिएँ। तर बिर्सेको रहन्छौ, बडा अचम्म लाग्यो मलाई भन्नुहुन्छ भगवानले। अलभ्य भनेको लाभ हुन नसकिने चिज लाभ भयो, प्राप्त हुन नसक्ने चिज, गइसकेको चिज फेरि प्राप्त भयो। तिमी यहाँ आउँदा यो वैकुण्ठनाथ अब सनाथ भएको छ। यो अनाथ थियो किनकि तिमीले घर छोडेर गयौ। हामीलाई पनि चिन्ता थियो। बुवा आमाले कति चिन्ता गर्छन् छोराछोरीले घरबाट निस्केर गएपछि। अब घरमा आइसकेपछि कति सुख हुन्छ। त्यस्तै हो क्या। हामी आयौं त्यहाँबाट, जानुपर्ने त्यहाँ, तर फलानु फलानु ठाउँमा जाने भनेर सबै बिगारेर अरू जन्मौं जन्म बनाएर आफूले आफूलाई नै खत्तम बनायौं हामी। जानुपर्ने चाहिँ आफ्नो घरमा पहिलेदेखि नै भगवानले आओ न आओ भनिरहनु भएको छ। त गुरुलाई पठाउनु भएको छ, शास्त्रलाई पठाउनु भएको छ। अब वैष्णव बन्नु भन्यो भने ठाटीकै कुरा गर्न थाले, फेरि भन्ने मान्छेहरू पनि हुँदो रहेछन्। यहाँ पो हुनुहुन्न त, हाम्रोतिर छन्। हाम्रोतिर त कथा गर्न थाल्यो वैष्णव हुनु पर्यो। एकचोटि पनि मैले भनेको छैन, उसलाई पनि थाहा होला। यत्रो मैले त्यहाँ हाम्रो त्यतैतिर भागवत गर्दछौँ, त्यहाँ कथा पनि हुन्छ हाम्रो। उहाँ शरणागतिको मैले उहाँहरूसँग कुरा गर्दिनँ। अब कुरा गर्न थाल्यो भने लाग्ला नि त मनमा, ए ल आफ्नो आफ्नो सबैले एउटा एउटा सम्प्रदाय लिएर हिँडेका छन्, वैष्णव पनि एउटा सम्प्रदाय त होला नि भन्ने भाव जसलाई नै आउँछ नि। अहिले क्रिस्चियन, मुस्लिम इत्यादिको चाहिँ बाहुल्यता छ। सबै आफ्नो आफ्नो बाहुल्यता बढेको बेलामा यो पनि त्यस्तै हो कि भन्ने जसलाई पनि आउँछ। तर त्यो भ्रममा नपर्नु होला। मोक्ष हुने हो भने वेदलाई मान्नुहुन्छ भने वैदिक हो। वैदिक वेदलाई नमान्ने त स्मार्तै हुँदैन, केही पनि मान्छे त्यो सनातनी नै भएन हैन। तपाईँ हामी सबैले वेदलाई मान्ने हैन। हाम्रो मूल ग्रन्थ भनेको वेद हैन। मुसलमानहरूको कुरान भने चाहिँ हाम्रो वेद हो। क्रिस्चियनको बाइबल भने चाहिँ हाम्रो वेद हो। उनीहरू आफ्नो आफ्नोमा रहिरहन्छन्। हामी चाहिँ त्यसै भित्र रहेर त्यसको जुन बुद्धि छ, जुन बताइएको छ कि त्यो मोक्ष हुने, यो संसारबाट मोक्ष हो। हिन्दू शास्त्रमा यो जुन वेद आदि शास्त्रमा के छ त भन्दाखेरि अर्चिर आदि मार्ग नै हो। यही वैष्णवको कुरा हो। यही नभइकन जान पाइँदैन भनेर लेखेको छ सर्वत्र। त्यही कुरा गरियो भने ल अब फेरि सम्प्रदाय फिजाउन थाले, आफ्नो आफ्नो कुरा गर्न थाले भनेर मान्छेको सोच आउँछ भनेर मैले कुरा गर्ने गरेको छैन। यही मात्रै हो मैले यस्तो मजासँग खुलेर भनेको। हाम्रो उनीहरूलाई थाहा छ, आमा यही हुनुहुन्छ, उहाँलाई पनि थाहा छ। मैले कहीँ पनि यो कुरा गर्ने गरेको छैन। चाहे भागवत सप्ताहमा पनि मैले कुनै सम्प्रदायको कुरा गर्ने गरेको छैन। तर यहाँ मेरो अगाडि भगवानले मलाई यो दिनुभएको छ जिम्मेवारी। त्यसो हुनाले यदि जिम्मेवारी लिनु छ भनेदेखि पूर्ण रूपले लिन्छु भनेर खोलेर भनेको छु मैले। यसपालि अझै धेरै कुरा गर्न बाँकी नै छ। कतिपय कुराहरू त अब नमिठो लाग्ला भनेर मैले बताएको पनि छैन। हजुरहरू शरणागतमा हुनुहुन्न, त्यसै हुनाले अलिकति दुःख लाग्छ हैन। दुःख लाग्छ होइन। कतिपय कुराहरू त्यस्ता हुन्छन्। अब मासु नखानु भन्नुपर्छ आमा, तपाईँहरूले खाइरहेछन्, दुःख लाग्दैन भन्नु त? नडाँटी भन्नु त आमै। मासु नखानु हुँदैन है, मासु खानु हुँदैन, रक्सीहरू खानु हुँदैन, घरमा लसुन प्याज पनि खानु हुँदैन भने तपाईँहरू कसले टेर्नुहुन्छ भनेर फाइदा छ? घरमा गएर लसुन प्याजको भुटुन बनाएर खानुपर्छ? गाह्रो पो छ। वैष्णवहरूले लसुन प्याज भन्ने चिज चाहिँ हेर्दै हेर्दैन, खाँदै खाँदैन, कुरै भएन हैन। अब घरमा त्यो नभइकन स्वादै आउँदैन, श्राद्धमा भोजन गरे जस्तो हुन्छ भन्छ हैन। अब अनि भनेर के फाइदा? भनेपछि त्यस्ता कुराहरूलाई हामीले भनेका छैनौँ। जुन चिज आवश्यक छ त्यस्तो चिजलाई मात्रै भन्नु पर्दछ हैन, सबैलाई मिल्नेवाला यस्तो। त्यसै हुनाले यो यस्तो छ। त्यसै हुनाले हामीले यहाँ जति सुनेका छौँ
एकदम मनबाटै सुन्नु होला। आजै अब अन्तिम नै हो, सिद्धि गयो अब त हैन। अर्चिरादि मार्ग अब यस्तो सुन्न पाइने मौका मिल्दैन तपाईहरुलाई, गाह्रो छ। भागवत सुन्न जानुभयो भने भक्तिको कुरा हुन्छ, नाचगान गर्नुहुन्छ, आउनुहुन्छ, धर्म हुन्छ, सिद्धि हो। मोक्षको कल्पना कसले गर्ने यहाँ? मोक्ष भने कुन चाहिँ चराको जात हो थाहै छैन कसैलाई। यही हो मोक्षको कुरा। अब यो मोक्षको कुरालाई बुझ्नको लागि गाह्रो छ है। यस्तो हुँदो रहेछ भनेर बुझ्नु। यहाँ जुन 4 दिनसम्म बस्नु भएको छ, विद्वान बनिसक्नुभयो उहाँहरु यो कुरा सुनेर। यही कुरा हो वेदमा यही छ। तपाईँ वैदिक हो भने मान्नु, वैदिक होइन भनेदेखि नमान्नु। आफ्नो कुरा हो त्यो। वेदमा त यही छ। म सबै वेदको प्रमाण छ यहाँ, एउटा पनि वेदबाट बाहिरको कुरा छैन है त। अनि अलभ्य लाभ भएको छ भगवानले भन्नुभयो। तिमी यहाँ आउँदा वैकुण्ठ सनाथ भएको छ बाबु भन्नुहुन्छ भगवानले। अब तिमी हाम्रो गोष्ठीको नायक रत्न भएर यही हामीलाई कहिले नछाडी यही अद्वितीय वैकुण्ठको दिव्य गोष्ठीमा उज्जवल गरेर बस बाबु। अब नजाऊ है, अब यसरी झगडा नगर है, अब संसारमा फेरि नजाऊ है फेरि भन्नुहुन्छ भगवानले। यत्रो बाटो आयो, तिम्रो पाउ दुखेका होलान् पनि भन्नुहुन्छ भगवानले। चरण समात दिनुहुन्छ बिचरा, कति माया गर्नुहुन्छ भगवान। मनोहरै साटु वीरार्द्रयन मुदाहा। यस्तो प्रकारले मन्त्रमुक्त गराउने वचनले सबैको मनलाई पगालेर श्री रामायणको यस उक्ति अनुसार जसरी बन्दीजनहरूले राजाको स्तुति गर्दछन्, त्यसै गरेर वैकुण्ठनाथ भगवानले पनि मुक्त जीवको स्तुति गर्नुहुन्छ। मेघ गर्जन हुँदा जसरी मयूर आनन्दित भएर नाच्न थाल्दैछन्, त्यसै गरेर मुक्त प्रपन्नलाई मुक्त गराउनुहुन्छ भगवानले। त्यस्तै गर्नुहुन्छ। दुःखको सम्पूर्ण कारण शरीर सम्बन्ध नै हो भनेर यहाँ बताइएको छ है। दुःखको मूल कारण के हो? के हो दुःखको मूल कारण? ध्यान यतातिर दिउँ न, बुझिदैन नत्र। के हो दुःखको मूल कारण? शरीर हो, देहको सम्बन्ध। देह सम्बन्ध नै दुःखको मूल कारण हो। धेरै मान्छे आफन्त बनाउन थाल्यो, सबैको घरमा जान थाल्यो, मिल्न थाल्यो भने प्रत्येक मान्छे मर्छन् सबै। हेर्नुहोस्, एउटा मान्छे एकदम माया लागेको मान्छे गयो भने कति दिनसम्म डिप्रेसन हुन्छ दिमागमा। यो संसार हो। यहाँ एउटाले अर्कोलाई साथी बनाएर हिँड्ने समय पनि छैन अहिले त। बनायो भने त्यो साथी 4 जना साथी बनायो भने 4 जना त हामीभन्दा पहिले मर्यो भने कति दुःख हुन्छ। फलानु यस्तोसँग हिँडिरहेको थियो, यस्तो थियो। कुनै तरिकाले पनि सुख भन्ने चिज हुँदैन हैन। देह सम्बन्ध नै दुःखको मूल कारण हुन्छ। त्यही भएर यो आसक्ति छ नि, यो भ्रम चिर्दिनु पर्दछ। यो संसारमा छैन कि केही पनि होइन, सपना देखिरहेछौँ, बेकारमा सपनामा रुनी कराउने, यो दुनियाँभरि यस्तो सोच्नु पर्दछ। गाह्रो भएको छ नि, उठन है। कारण शरीर सम्बन्ध नै हुन्छ हैन। अनादिकालदेखि दुःख अनुभव गरेर अहिले भगवान नीलमणि भगवान श्रीमन्नारायण रूपी वैद्यको आश्रय गर्दा मुमुक्ष श्री वैष्णवको क्षणभरको दुःख, भयभरको दुःखहरू सबै नष्ट भएर जाने हुन्छन्। किनभने शरीर सम्बन्ध अब रहँदैन। त्यसै हुनाले इष्टे शोक भयम भनेको छ। इष्ट मित्र बन्धु बान्धव धेरै भयो भने पनि शोक भयम नै हो, दुःखै हुन्छ। यहाँ संसारमा सुख केहीबाट पनि छैन। एक्लै बस्ने योगीहरूलाई मात्रै सुख छ, यो पक्का हो। जो एक्लै बस्नुहुन्छ नि जंगलमा चुलो लाएर सबैलाई छोडेर, उहाँलाई सुख छ। किनभने कसैको केही लिनु छैन, दिनु छैन, मृत्यु भयो एगोडैको हुन्छ। कसैको मृत्यु हेर्न पनि परेन, दुःखै पनि भएन। आजसम्म कति राम्रो भनेर हामीले हेरिरहेका छौँ यहाँ। अब 1 महिना 2 महिना भएपछि को जानुहुन्छ, फेरि त्यसपछि कति दुःख होला। हिजो देखिरहेको, खाइरहेको, हिँडिरहेको मान्छे कति छोड्न कति गाह्रो हुन्छ। एउटा मान्छे नजिक बसेको मान्छेको अर्को ठाउँमा जानु पर्यो भने त कति पीडा हुन्छ। यहाँ त यत्रो देह सम्बन्ध छुट्दाखेरि कति पीडा हुन्छ। त्यही भएर हामीले आफै दुःखको कारण बनाउँदछौँ। सारा संसारसँग हामीले चाहिँ जो जोड्छौँ नि सम्पर्क, त्यसैले हामीलाई दुःख दिएको। जन्मिँदाखेरि कोही मान्छेहरूलाई केही टेन्सन थिएन। 4 वर्षसम्म त्यो बच्चालाई टेन्सनै थिएन कसैको पनि। जब मान्छे चिन्दै 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 आयो तब दुःख आउँदै 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 गयो होइन र। 4 वर्षसम्म त्यो बच्चालाई के दुःख थियो? केही पनि थिएन, केही पनि दुःख थिएन। उसलाई थाहै छैन। जब उसले संसार देख्यो, चिन्न थाल्यो, तब उसलाई दुःखको अनुभव हुन थाल्यो। त्यसै हुनाले शरीर सम्बन्धबाट दुःख छ हजुर, यो बुझ्नुहोस्। यो कथा मात्रै नभन्ठानु है, मर्न सबै पर्छ। यो सबै दुःख अब त्यहाँ गएर मुक्त जीवको नाश हुनुहुन्छ। अघि जताततै दुःख, डर, क्रूरता आदि भोगेको यो जीव अहिले भगवानको दयाको सागरमा आनन्दका साथ डुब्दछ। कस्तो होला त्यहाँ गएर, जुन त्यहाँ न दुःख छ, न दिन छ, न रात छ, न खानुपर्छ, न निद्रा लाग्छ। यहाँ 1 लिटर पानी खाएर बस्न सक्दैनौँ हामीहरू। अलिकति भोजन खाएर एकछिन 1 घण्टा बस्न सक्दैनौँ, उठेर हिँड्नै पर्छ। प्रकृतिको बसमा छौँ हामीहरू। रुगा लाग्यो, टाउको दुख्यो, खोकी लाग्यो, रोक्न सक्दैनौँ।
के को बसमा? सबै प्रकृतिको बसमा चलिरहेका छौँ हामीहरू, बन्धनमा बसिरहेका छौँ, अझै स्वतन्त्र छौँ भन्छौँ हामी। कहाँबाट हुन्छ? शरीरमा रहन्जेल कहिले पनि स्वतन्त्र हुन सक्दैन जीवात्मा। सोल फ्रिडम, मोक्ष हुनै पर्छ, अन्य विकल्प छैन। अब यहाँ भन्नुहुन्छ धेरै वर्षदेखि बिमारी परेको आफ्नो प्यारो छोराले आरोग्य भए भनेर स्नान गर्दा त्यसलाई हर्ष र श्रेयपूर्ण दृष्टिले हेरिरहने पिताको जस्तो अवस्था हुन्छ भगवानको पनि त्यस्तै हुन्छ। योसँग रोगी थियो, आज उठेर हिँड्न थाल्यो, अब कति रमाइलो लाग्छ होला पितालाई। छोरालाई चाहिँ गाह्रो भएको छ, रोगी भएर बसिरहेछ, थल्लिरहेको छ, उठेर हिँड्न सक्दैन। पिताजी र माताजीलाई कति दुःख भएको हुन्छ घरमा। त्यही छोरा ठिक भएर जब सबै एकदम राम्रो भएर जब हिँड्न थाल्दछ, अगाडि बढ्न थाल्दछ, रोगसोग केही पनि रहँदैन, तब पिता मातालाई कस्तो अनुभव हुन्छ? त्यस्तै अनुभव यहाँ मुक्त जीवात्मा भगवानलाई हुन्छ। त्यही अनुभव यहाँ ठ्याक्कै बताइदिएको छ, त्यस्तै अनुभव। षट्कोप आलवारलाई भगवानले यसै गरी हेर्नु भएको छ। श्री विभीषण शरण पर्दाखेरि भगवान श्री रामचन्द्रले उहाँलाई त्यसै गरी हेर्नु भएको थियो। भगवानको दृष्टि त बडा विचित्र छ, कर्के नजर छ, अलिकति टेढो नजरले हेर्दिनुहुन्छ, सबै फिरा हुन्छन्, पागल हुन्छन्, सिद्धि हुन्छन् है। त्यस्तो छ। दया दृष्टि छुट्टै हुन्छ, कृपा दृष्टि छुट्टै हुन्छ, वक्र दृष्टि छुट्टै हुन्छ। पापीहरूलाई वक्र दृष्टि, पख तलकाई नभएको भनेर हेर्नुहुन्छ, टेढो नजरले, तर नरक पुग्छन्। भगवानले आफ्ना भक्तहरूलाई सानो आँखा झिम्काएर अलिकति सानो आँखा बनाएर हेरिदिनुहुन्छ, जसलाई अहितुकी कृपा भनिन्छ। हेतु रहिता, कुनै हेतु चाहिँदैन, केही गर्नु पर्दैन, फूल चढाउनु पनि परेन, माला पनि बनाउनु परेन, शुभ लाएर घरमा बस्नु मात्रै भयो भने पनि भगवानको कृपा छ भने कृपा छ। सुनको चाहिँ महल बनाएर, सुनको मन्दिर बनाएर, सुनैको भगवानको पूजा गरेर भगवान त्यति प्रसन्न भन्नुहुन्न। कुरो बुझ्नु? भगवानलाई आत्मा चाहिएको, के को सुन चाँदीको? यो त भगवानको त के मतलब हो र त्यो सब है। त्यस्तै त्यसै गरी हेर्नु भएको छ। वैकुण्ठनाथ भगवानले कमल जस्तो आफ्नो सुन्दर नेत्रले यी मुक्त जीवलाई हेरेर अनादिकालदेखि, अहिले आदिकाल भनेको त केही सुरुवात देखिन्छ, अनादिकाल भनेपछि जसको सुरु नै भएको छैन त्यसलाई अनादि भनिन्छ। जसको सुरु नै भएको छैन त्यो अनादि हो। त्यस्तो अनादिकालदेखि हामी यही संसारमा छौँ है। यो बताइयो। अनुभूत सारा दुःख सागर नाश गरिदिनुहुन्छ भगवानले। सपनाकै कल्पना गर्नुहोस् यो संसारलाई। यही उदाहरण राम्रो छ। सपनामा मान्छेहरूलाई कसैले भगायो भने भागिरहेको हुन्छ के, त्यो डराइरहेको हुन्छ, यसले मलाई मार्न आइरहेछ जस्तो हुन्छ, भगाइरहेको हुन्छ। उस्तै लाग्दछ जस्तो यहाँ विपनामा हामीले अनुभव गरेका हुन्छौँ, सपनामा पनि डिटो त्यही नै हुन्छ अनुभव। फरक हुन्छ? हुँदैन नि। कसैले मलाई मार्न आएका छन् भने भागिरहेको छु, डराइरहेको छु, कराइरहेको छु, चिच्याइरहेको छु भनेर अगाडि बढिरहेको हुन्छ, भागिरहेको हुन्छ। कहीँ यदि सुखको अनुभव कुनै केही राजमहल देखियो भने, त्यहाँ मजासँग राजा जस्तो बनेर बसेर देखियो, मिठो मिठो खाएको देखियो भने आहा एकछिन त मजा आउँछ। सपनाबाट बिम्जिने बित्तिकै केही पनि छैन। अनि सपना किन स्थिर हुँदैन त? किन बिर्सिन्छ मान्छेले भन्दाखेरि सपनाको आश्रय छैन, त्यसैले बिर्सिन्छ। 1 घण्टा पनि मान्छेले सम्झिन सक्दैन सपनालाई। धेरै विचार गर्यो दिमागले भने मात्रै 2-4 दिन रहला। विचार गरिरह्यो भने चाहिँ रहिरहन्छ, एउटै सपना रहला। तर सपना मान्छेले किन बिर्सिन्छ भन्दाखेरि आश्रय नै छैन त्यसको। केलाई आश्रय हो? खोइ के को आश्रय? यो संसार पनि त्यही हो। यो संसारको आश्रय के त? यो शरीरको आश्रय के? केही पनि छैन। त्यसै हुनाले यो पनि सपना हो। ठ्याक्कै सपनामा हामी बाँचिरहेका छौँ, सपनालाई विपना भनेर मानिरहेका छौँ, उल्टो बाल्टो भइरहेछ। यसलाई हाम्रो शास्त्रमा भ्रम भन्छन्, माया भन्छन्, मिथ्या भन्छन्। ब्रह्म सत्यम जगन मिथ्या जीवो ब्रह्मै बनापरः शङ्कराचार्यले भन्नुभएको छ र ब्रह्मबिन्दु उपनिषदमा पनि यो सूत्र आउँदछ। ब्रह्म सत्य हुनुहुन्छ, सारा जगत मिथ्या हो। मिथ्याको अर्थ नभएको, आश्रय जसको छैन। यस्तो भगवानको माया हो यो, यसरी स्वीकार गर्नुपर्दछ है। यो यसरी सपना हो। सपनामा हामी यसरी आकर्षित भएका छौँ, पागल भएका छौँ, फिदा भएका छौँ। अचम्म लाग्छ। जो आँखा खुलिसकेका व्यक्ति हुन्छन् नि, उनीहरूले देख्न जान्दछन्, ओहो यस्तो रहेछ यो। एउटा वैज्ञानिकले के भन्दछन् भने, हिजो भर्खर मैले समाचार पढेको थिएँ, एउटा उनले के भने, अहिलेसम्म आत्मा परलोक पुनर्जन्म मान्दैनथे यिनीहरूले। अहिले गएर के भन्न थालेका रहेछन् भने, हामीलाई लाग्न थाल्यो कि व्यक्ति मरिसकेपछि यो बाहिर मान्छेले देखेकै छैन, यो ब्रह्माण्डभन्दा बाहिर मान्छेले देखेको छैन, त्यहाँ जन्म हुन्छ भनेर मान्न थाले। हिजो भर्खर यो समाचार आइपुग्यो। यहाँ मर्यो भने त्यहाँ जन्म हुन्छ भनेर भन्दा रहेछन् अहिले वैज्ञानिकले पनि। ल हेर्नुहोस्, आयो नि कुराकानी, कुरा एउटामा आएको आएन। अहिले घुम्दै केही न केही त माने नि उनीहरूले। अब भनेपछि पक्कै त्यही हामी यो भित्र छौँ के, कसैको भित्र छौँ, कसैको सपनामा छौँ। हामीले सपना देखिरहेछौँ। हामी जब जाग्छौँ, बिम्जिसकेपछि हामी संसार त्यो सपनामा आसक्ति जसरी हुन्नौ, त्यसै गरेर मान्छेको मृत्यु भइसकेपछि फेरि फर्केर यो शरीरमा आएर प्रवेश गर्दैन। जस्तो प्रकारले सपना देखेर उठिसकेपछि त्यही सपना देख्छु भनेर कसैले देख्ला? ध्यान दिनुहोस्, यो कुरालाई कल्पना गर्नुहोस् त। देख्छ त? जुन सपना देखेर तपाईँ उठ्नुहुन्छ, राम्रो सपना देख्नु भयो होला, बिम्जिनु पर्यो तपाईँ। फेरि सुत्नुहोस्, त्यही सपना देख्नुहुन्छ त तपाईँले फेरि?
कदापि देखिँदैन। त्यस्तै प्रकारले मान्छे मरिसकेपछि यहाँको सम्झिन्छ त यो परिवारलाई भन्दाखेरि किन सम्झिने? आश्रय नै होइन। सपना हो, सपनामा को जान्छ र? विपनामा जन्मिन्छन्। यहाँ मरेको भनेको उहाँ जन्मेको हो। कुरा बुझ्नु भइरहेछ? यहाँ आँखा चिम्लिनु भनेको त्यहाँ आँखा उघार्नु हो। यो अन्तिम होइन। कहिलेसम्म सम्झिन्छ र? सधैँ सम्झिँदैन, सधैँको लागि सम्झिँदैन। भोलि बिर्सिन्छ, पर्सिदेखि निगर्सी बिर्सिन्छ, किनभने त्यो आश्रय नै छैन। केमा राख्ने? कुनै चिज रातो छ भने रातो वर्णको चिज हुनु पर्यो नि, तब पो याद भइरहन्छ त, होइन? त्यस्तो छ। एकैछिन सम्झिने होइन। कुनै चिज यस्तो सपना पनि हुन्छन् जो जीवनभरि बिर्सिँदैन, होइन? तर कस्तो रूपमा देखेको छ भने त्यो सपनाबाट बिम्जिने बित्तिकै खेलाको खेलै अर्कासँग कुरा गरेर यस्तो मैले सपना देखेँ भनेर उसलाई भनेर, तेस्रो व्यक्तिलाई पनि भनेर, चौथो व्यक्तिलाई पनि भनेर फिट्न थालियो भने अनि धेरै समयसम्म आफूले बिर्स्यो भने पनि त्यसले सम्झाइदिन्छ। हो कि होइन? तर अरू सपना दिनदिनैको सपना देख्छ भनेर कसले भन्न सक्नुहुन्छ? मलाई भन्नुहोस् त। कसैले नै सकिँदैन। यो विज्ञान हो, वैज्ञानिक विषय हो यो। अन्त सधैँको सपना हिजो के देख्नु, सपना के देख्यो थाहै छैन, त्यतिखेरै बिर्सिनु भयो तपाईँ। यस्तै हो कि मान्छे मरेर गइसकेपछि किन शरीरमा आउँदैनन् भनेर भन्छन् नि। अब सपना बिर्सिसकेको मान्छे त्यही सपना कसरी जान्छ त? यही उदाहरण हो। त मान्छे शरीरमा आएर किन फर्केर आएनन्? जथाभावीले लेखेको किताब हो यो। त आँखा खुलिसकेका मान्छेले पठाएको किताब हो यो। हामी सपनामा पढिरहेछौँ अहिले। विपनामा लेखेको मान्छेले गरेको किताब हो यो पुस्तक। विपनामा लेखेको सपनामा हामीले पढिरहेछौँ हो। अब बुझ्नुहोस् न, सपनामा पनि कसैले गएर तपाईँ त सपना देखिरहनु भएको छ, हेर्नु, सपनाबाट बिम्जिनु, कसैले कहीँ भगाइरहेछ, तपाईँलाई दुःख दिइरहेछ भने यो त सपनै हो है। यो सपनामा तपाईँ ऊ नहुनुहोस् भनेकै पण्डितले सम्झायो तपाईँलाई। यहाँ जुन कथा हामीले गरिरहेका छौँ तपाईँहरूलाई सम्झाबाट हामी चाहिँ बिम्जिसकेका छौँ यो पढ्दा होइन? यस्तो रहेछ भनेर कल्पना गरिसक्यौँ। हामी सपनामा छौँ भने हामीलाई थाहा भइसक्यो, गुरुहरूलाई थाहा भइसक्यो। अनि तपाईँहरू चाहिँ सपनामै अहिलेसम्म डिपिङ हुनुहुन्छ। सपना देख्नु भएको छ नि, उठ्नु न भने, यतातिर ध्यान दिनु न भने हो। गुरुहरूले चाहिँ त्यही सिकाएको। गुरुहरू भनेकै त्यही हो, स्वामीजी भनेकै त्यही हो, उठाउनलाई आएको यहाँ हामीहरू सबैजना। यही उदाहरण लिनुहोस् न, सकिगयो नि, होइन? त्यसपछि बिम्जेपछि के हुन्छ भन्दाखेरि आफ्नो घरमा जानुहुन्छ होला, मुख धुनुहुन्छ होला, खाना खानुहुन्छ होला, मृत्यु भएपछि त्यही हो। यसरी बुझ्नु पर्दछ। यो एकदम सजिलो उपाय हो बुझ्नको लागि। र भगवानले त्यो सारा दुःखहरूलाई मुक्त जीवात्माको अब बिम्जेपछि सबै नाश भइसक्यो। विकसित नील कमलको पोखरी, विकसित पुण्डरीक कमल आफ्नो दुई दीर्घ कटाक्षले नव आगन्तुक मुक्तात्मालाई मात्र हेरौँ गर्नुहुन्छ। भगवानले हेरिरहँ जस्तो गर्नुहुन्छ अरे। यताबाट पनि हेर्नुहुन्छ अरे, यताबाट पनि हेर्नुहुन्छ अरे। मेरो छोरो आयो बाबै, यत्रो समयदेखि त्यहाँ भिजेको यो सपना देखिरहेको बच्चो, आज त्यो सपनामै कुन चाहिँ पण्डितले के भन्दै मैले कृपा दृष्टि दिएँ आए, उनकै कृपाले भनेर भन्नुहुन्छ। यसरी बुझौँ कि आचार्य भनेकै यहाँ सपनामा आएर सपनामा सुतिरहेका व्यक्तिहरूलाई बिम्जाएर जानुहुन्छ आचार्यहरूले। त्यसबाट पनि बिम्जिनु भएन भने शास्त्र छँदैछ। शास्त्र त त्यसैले बनाएको हो। त्यो शास्त्र पढेर पनि बिम्जिन्छन् कि भनेर भगवानले शास्त्र पनि पठाइदिनु भयो, गुरु पनि पठाइदिनु भयो, शास्त्र पनि पठाइदिनु भयो। यहाँ तक नभएर भगवान आफै सपनामा पनि आउनुभयो, राम कृष्ण रूप धारण गरेर। म सपनामा गएर पनि बिम्जाउँछु भनेर। तर पनि कृष्णलाई हामीले स्वीकार गरेनौँ। रामलाई जङ्गली भन्यौँ, कृष्णलाई चोर भन्यौँ, नृसिंहलाई चाहिँ बाघ भन्यौँ। पूजा मात्रै गर्यौँ, केही पनि मानेनौँ। पूजा गरेर के हुन्थ्यो र? सपनाबाट बाहिर निक्ल न भन्न आएको, पूजा गरेर बस्यौँ हामी सपनामा। कसरी हुन्छ त्यसरी? सपनाबाट बिम्जिनको लागि पूजा आराधनाले मात्रै हुँदैन। आफूलाई जान्नु पर्यो पहिला। म को हुँ, कहाँबाट आएँ, कसको शरण पर्ने, कहाँ जानु छ, यो बुझ्नु नै पूजा हो। यो नबुझिकन त्यतिकै आराधना गरेर सपना पूजा गरे जस्तै हो, के फाइदा छैन। उही भस्मन्नेव जुहोति छ, भस्ममा चाहिँ आहुति गरेर के फाइदा? फाइदा छ? अग्निमा आहुति गरे पो डढेर जान्छ त देवतालाई प्राप्त हुन्छ। भस्ममा चाहिँ खरानीमा स्वाहा गरेर के चाहिँ फाइदा हुन्छ र? यो भगै त्यही हो। अहिलेसम्म यो संसारमा भइ नै त्यही रह। त्यही भएर कर्मकाण्डमा भिज्नु हुँदैन, भक्ति काण्डमा आउनु पर्दछ, ज्ञान काण्डमा आउनु पर्दछ, भगवानको शरणमा जानु पर्दछ। अब भयो है, अति भयो है, अब यो शरीरमा गर्भमा आउनु हुँदैन भनेर भन्नु पर्दछ भनेको त्यही नै त हो। अनि हामीले गुरुलाई नै नराम्रो भनिदिन्छौँ, जसले सम्झाउन आउँछ उसैलाई नराम्रो। शास्त्रलाई नै मान्दैनौँ, त्यो शास्त्रले यस्तो भनेको छ, बेकार कुरा हो भने त्यही शास्त्रलाई स्वीकार गर्दैनौँ, होइन? भगवानको बन्नु न भन्यो भने म बन्दिनँ, म रावण हुँ, म रामको शरणमा किन झुक्ने भन्छौँ। भगवानको शरणमा नजाने भने त कसले जाँदैन भन्नु न, आफै विचार गर्नु। भगवानको शरणमा नजाने भनेकै रावण त हो। 10वटा टाउको छ, झुकाउँदिन भन्छ। मर्छु तर झुकाउँदिन। कस्तो होला त त्यो?
हो त्यो रामायण सुनेर के फाइदा भयो त तपाईहरुलाई? खै रामायण सुनेको भनेको त भगवानमा जाओ न भनेको हो। त्यो विभीषणजीले दाइला छोड्दै हैन र समुद्रमा गएर शरणागति गर्नुभयो, भगवानले शरणागति बनाइदिनु भयो। अनि विभीषणजीलाई राजै बनाइदिनु भयो, रावणलाई मारिदिनु भयो। ल हेर्नुस् त, अब विभीषणजी अहिले चाहिँ अष्टचिरञ्जीवमा पनि हुनुहुन्छ, उहाँको देहान्त भएपछि मोक्ष पनि हुन पाउने कति आनन्द। यहाँ बसुन्जेल पनि उहाँ राजा हैन, सप्तचिरञ्जीव अष्टचिरञ्जीवमा उहाँ राजा, मृत्यु भइसके पश्चात पनि सिधै वैकुण्ठ। यहाँ पनि राम्रो त्यहाँ पनि राम्रो। त्यही भएर शरणागति त्यसरी सफल हुन्छ क्या हजुर। अब यहाँ त शरणागति कुरा गर्न थाल्यो भने झुक्दिन म ज्यान जाला नरक जान्छु म, तिमीलाई के मतलब भनिदिन्छन्। गाह्रो पो छ त, त्यस्तै हो। त्यही भएर क्षमा गर्नु होला। फेरि हजुरलाई त्यो संयोग मात्रै हो है, फेरि यो कहीँ पर्ला फेरि यहाँ त्यही कथामा चाहिँ म गरौँ के, गाह्रो पो छ त। अब वैष्णव समाज होइन सबैलाई त्यहाँ भए पो हामीलाई सजिलो हुन्थ्यो। म त एकैछिन सिद्ध्याएर हिँड्थेँ, आज उहाँ मन्दिरतिर भए भए त उहाँ सबैले बुझ्या हुन्थे होइन। सबै बनिसकेका छन्, तिनीहरूलाई बनिसकेकालाई के बनाउनु। यहाँ नभनेको ठाउँमा पो यस्तो रहेछ भने बुझाउनु मन लाग्छ त, त्यही हुन ढिलो भयो है, क्षमा गर्नु होला। अब यो संसारमा पैसा दिएको राम्रो कि नराम्रो आमै, त्यही उदाहरण हो त्यो। यहाँ पनि राम्रो होला त्यहाँ पनि राम्रै, खुसी त लाग्ला नि। आमा कसैले पैसा दिए सपनामा आहा मेरो पैसा आयो भने खुसी त त्यहाँ पनि लाग्ला नि। यस्तै त हो नि, मन त एउटै हुन्छ। सपनामा पनि मन त्यही हो, विपनामा पनि मन त्यही हो। पैसाको लोभीलाई पैसा यहाँ पनि आनन्द त्यहाँ पनि आनन्द होइन। क्षमा गर्नु होला आमा, नारायण। अब यहाँ कथामा जाउँ, सिद्धिन थालेको छ अलिकति छ, धेरै कुराहरू छ। त्यही टुङ्गिन्छ यो माया। यसरी बुझ्नु आमा, हजुरले भनेको कुराहरू चाहिँ जस्तो प्रकारले सपनामा पनि कुनै व्यक्तिले विष खान दियो भने मान्छेले लिँदैन के त्यसलाई, हो कि होइन। विष कसरी ल्याएर दे खानु भन्यो भने उसलाई यो थाहा हुँदैन, यो सपना हो भन्ने थाहा हुँदैन। अब विष कसले लिँदैन, यो सपना हो भन्ने थाहा पाइसकेका मान्छेले विष खाइदिन्छ, हो कि होइन। सपनामा छु भन्ने सने अनुभव छ, म सपनामै छैन भित्रै बसिरहेको छु भनेदेखि कसरी ल्याएर विष खान दियो भने तपाईँले ग्रहण गर्न सक्नुहुन्छ? पैसा दियो भने तपाईँले ग्रहण गर्नुहुन्छ कि गर्नुहुन्न? किनभने मनको अनुकूल र प्रतिकूलको कुरा हो। मन त यो त्यहाँ पनि हो यहाँ पनि हो। जस्तो यहाँको मन हुन्छ नि त्यस्तै सपनाको मन हो। त्यसो हुनाले यहाँ हामीलाई पैसा दिँदाखेरि खुसी लाग्छ नि, त्यस्तै त्यहाँ पनि खुसी लाग्छ। त्यो राम्रो हो कि नराम्रो हो भन्ने कुरामा चाहिँ त्यो चाहिँ अब कतिखेर देख्नु भएको छ के गर्नु, त्यो ज्योतिषको कुरा हो, छुट्टै हो। त्यो चाहिँ पछि भन्नु होला है, जो ज्योतिषको विषय भयो। कतिखेर देख्नुभयो, के भएर देख्नुभयो, के सपना देख्नुभयो, त्यसपछि के देख्नुभयो, कस्तो हुनुहुन्थ्यो, यो सबै ज्योतिषको कुरामा हुनुहुन्छ। पैसा दिएको राम्रो पनि हो नराम्रो पनि हो है। ल अब यहाँ त ध्यान दियो। अब सपनामै कुरा गर्ने हो भने त राम्रो चिज दिए जसलाई नि मनपर्छ नि। अब यहाँ सुन्नु, भगवानले परकाल सूर्यको तापेत भन्ने दशकमा, षट्कोप सूर्यको आरा बमधु इम्बुपयक दशकमा उहाँहरूका सम्पूर्ण मनोरथ पूरा गरिदिनु भयो। श्री वैकुण्ठनाथ भगवानले अहिले यहाँ पनि मुक्तजीवको सबै मनोरथ पूर्ण गरिदिनुहुन्छ। कुनै पनि मनोरथ रहँदैन, सबै चिज प्राप्त हुन्छ। श्रीवत्स चिन्ह रहँदैन, एउटा भगवानको श्रीवत्स चिन्ह जुन हुन्छ नि यहाँ धारण गर्नुभएको त्यो रहँदैन। अनि कौस्तुभ मणि भन्ने भगवानले धारण गर्नुभएको छ, त्यो चाहिँ जीवात्माको अधिकारको क्षेत्रभन्दा बाहिर हुन्छ। मुक्त जीवात्मामा दुईटा चिज हुँदैन, बाँकी सबै भगवान जस्तै हो। कुन कुन? श्रीवत्स चिन्ह लक्ष्मीजीलाई धारण, जुन लक्ष्मीजी हुनुहुन्छ उहाँ जीव यो मुक्त आत्मामा आउँदैन। दोस्रो एउटा श्रीवत्स चिन्ह, अर्को कौस्तुभ मणि जो समुद्र मन्थनबाट पनि प्रकट हुनुभएको छ पछि। त्यो दुईटा चाहिँ भगवानले मात्रै धारण गर्न सक्नुहुन्छ। र काम भनेको मुक्त जीवात्माहरूको काम सृष्टि स्थिति प्रलय गर्ने होइन, यो व्यापार भगवानको। जोसुकै मोक्ष भएर जाओस् उसले सृष्टि स्थिति प्रलय गर्न सक्दैन, केवल भगवानले गर्न सक्नुहुन्छ। यो संसारको सृष्टि पनि उहाँले गर्नुहुन्छ, स्थिति पनि गर्नुहुन्छ, प्रलय पनि उहाँले गर्नुहुन्छ। मुक्त जीवात्माले त्यो कार्य लिनुहुन्न। सदा पश्यन्ति सूरयः, त्यहाँ रहेर आनन्दको अनुभव गर्नुहुन्छ। जुन आनन्द संसारमा हामीले खोजिरहेका छौँ त्यो त्यहाँ गएर लिइरहनुहुन्छ। हजुर आफ्नो रूपकको दर्शन दिएर एकाएक लोप हुनुभयो भनेर षट्कोप सूर्यले भन्नु परेको थियो सहस्र गीतिमा। अब यी मुक्तात्माको चाहिँ यस्तो नहोस् भनेर विवृणते तनुम स्वाम अर्थात् आफ्नो श्री विग्रहको साक्षात दर्शन दिनुहुन्छ भगवानले भन्ने उपनिषदको अनुसार भगवान अत्यन्त तेजोमय आफ्नो रूपको दर्शन गराएर मुक्त जीवलाई आलिङ्गन गर्नुहुन्छ, अङ्गालो मार्नुहुन्छ भगवानले। साँच्चै नै हो त, यो मेरो भ्रम हो भनेर सीताजीलाई शंका भए जस्तै जीवात्मालाई पनि हुन जान्छ त्यस्तो अङ्कमाल गर्दाखेरि, के भगवानले मलाई अङ्कमाल गर्नुभएको होला र भनेर त्यस्तो हुन जान्छ। वैकुण्ठनाथलाई पनि
यो जीवात्मा साँच्चै नै म भएको स्थानमा आएको हो त भन्ने भगवानलाई पनि विश्वास हुँदैन पहिला सुरुमा। कसरी आयो यस्तो जंगलबाट, यस्तो नालीबाट निस्केर कसरी आयो? यो त यस्तो कुरा भयो कि समुद्रहरू पर्वतमा चढे, तल गएका नदीहरू सबै माथि हिमालयतिर चढे भने जस्तै कुरा हो कि हतबत्त कोही पनि जान सक्दैन माथि। को जान्छ? समुद्र माथि के अरे नदीहरू तल बगेका नदीहरू माथि नदी जान्छ र कहीँ? त्यस्तै कुरा हो मुक्त जीवात्मा भएर जान सक्नु पनि। यो संसार कट्न यति गाह्रो छ नि, तरबारको धार हो। शरणागतिमा रहेका व्यक्तिहरूलाई बार बार दुःख भइरहन्छ। वैष्णव बनेर सुख पाइन्छ भनेर नसोच्नुस्, कहिले पनि सुख हुँदैन। यो केही पनि फरक पर्दैन। दुःख र सुख प्रारब्धले प्राप्त भइरहन्छ। प्रारब्धलाई सकेपछि मात्रै, प्रारब्धम परिभुज्य कर्म सकलम प्राक्षीण कर्मान्तर, पहिलाको कर्महरू क्षीण हुनुपर्छ, प्रारब्ध नष्ट हुनुपर्छ, तब मात्रै दुःख र सुख। यहाँ वैष्णव भएर, प्रणामी भएर, क्रिस्चियन भएर, त्यसपछि गएर मुस्लिम भएर सुख पाउँछ भन्ने कुरा हावाको कुरा है। त्यस्तो हुनै सक्दैन। सबैलाई दुःख सुख आइरहन्छ। प्रकृतिमा रहुन्जेल कसैलाई दुःख सुख हुँदैन। यहाँ प्रकृतिबाट बाहिर गएपछि मात्रै सुख हुन्छ, यो पक्का कुरा हो। नत्र भने भगवानको शरणागत त झन् ज्यादा दुःख आउँछ, किनभने पूर्व जन्मका अनेक प्रकारका नराम्रो चिजहरू पनि यही जन्ममा सकिनु छ। ज्यादातर वैष्णवहरू क्यान्सर लागेर, ट्युमर भएर जान्छन्। हाम्रै आचार्य देवघाटको स्वामीजी 1 महिनासम्म ट्युमर भएर जानुभयो, बोल्न पनि नसकेर। श्रीनिवास स्वामीजी जो आमाको गुरु हुनुहुन्छ, क्यान्सर भएर जानुभयो। प्राय जस्तो आचार्यहरू जति हुनुहुन्छ सबलाई यस्तो ठुल्ठुलो रोग लाएर जानुहुन्छ। किन त? किन भन्दाखेरि प्रारब्ध परिभुज्य गर्नुपर्दछ। यहाँको सब अब अर्को जन्म लिनु छैन नि त, अर्को घाउ हुनु छैन, क्यान्सर हुनु छैन, यही जन्ममा सब पूरा गर्नु छ अनेक जन्मको कर्महरूलाई। त्यसै हुनाले वैष्णवहरूले अझै ज्यादा दुःख पाउँछन्। तर भगवानका भक्तहरूले जानिसकेका हुन्छन् दुःख त केही पनि होइन भनेर अगाडि बढ्दछन्, हार्दैनन्, डराउँदैनन्। अहिलेको मान्छेहरूलाई शङ्ख चक्कर लगाइदियो भने 2 महिना हो, 3 महिनापछि छोडेर फेरि जस्तो थियो त्यस्तै बन्न थालिसके। तिनीहरू झन् खतरा हो। त्यसै हुनाले बरु बन्दै नमान्नु, बनिसके पश्चात, भगवानको भइसके पश्चात फेरि यो संसारमा आउने काम बिल्कुल नगर्नु। बेकारको कुरा हो। त्यस्तो गर्यो भने केही फाइदा छैन। हात्तीले नुहाए जस्तै हो। नुहायो गएर हात्ती, फेरि गएर पानीमा पर्यो, फेरि आएर लडबुडी गर्यो, फेरि पानीमा पर्यो, के फाइदा थियो? त्यस्तो छ। अनि त्यसपछि अब के हुन्छ त भन्दा यस्तो व्यामयले भगवान स्वयं व्याकुल बन्नुहुन्छ। जीवात्माले हेरिरहनु भएको छ, रुन मन लाग्छ, उल्ली पनि रोइरहेको छ, भगवान पनि रुनुहुन्छ। यो सबै आचार्यले देख्नुहुन्छ, त्यहाँ रहेका मुक्त जीवहरूले पनि। ओहो कस्तो विचित्र चिज हो यो। तब त्यसपछि के गर्नुहुन्छ त भन्दा भगवानले, अब भगवानसँग एउटा गुण हुँदैन, उहाँले आमा होइन नि त, पिताजीको यहाँ जानुभयो। भगवानले सोच्नुहुन्छ कि यो जीवात्मा त मसँग आएर सम्वाद त गर्यो, मेरो काम यति हो, पिताले गर्ने कुरा यति नै हो। कस्तो गर्यो, के गर्यो, विदेशमा रहेर खाएको खाएनौ, कसरी आयो, यहीसम्म सोध्ने त हो बुवाले। आमाले के गर्नुहुन्छ त? धेरै कुरा गर्नुहुन्न, स्तन पिलाउनुहुन्छ, दुध पिलाउनुहुन्छ, पहिला यसलाई भोग लाग्यो कि भनेर होइन। करुणाको रसपुञ्ज हो आमा। आमा जस्तो ठुलो संसारमा कोही हुँदैनन्, यो पक्का कुरा हो। उहाँकै आशीर्वादले सब हुने हो यो। आमालाई कसैले, अब यहाँ त सबै बच्चाहरू कोही छैनन्, सबै आमै हुनुहुन्छ, हामीले भनेर लाग्दैन है। तर आमा जस्तो ठुलो यो संसारमा अरू कोही पनि, भगवान भनेकै यो संसारको लागि आमै हो। यो कुरा प्रष्ट छ। त्यसै हुनाले यहाँ भगवानले के सोच्नुहुन्छ? आमा नै हो सर्वेसर्वा। त्यसै हुनाले म आमाकै काखमा दिन्छु भनेर भगवानले आफ्नो काखबाट चट्ट निकालेर महालक्ष्मीको काखमा राखिदिनुहुन्छ। भगवान ल जे गर्छौ गर। कस्तो आनन्द आउला त्यो। अब त्यो कल्पनाभन्दा बाहिरको कुरा हो। जस्तो प्रकारले कंसको वध भएपछि देवकी आमाले आफ्नो काखको प्यारो श्रीकृष्णलाई आनन्द र श्रेयपूर्वक दृष्टिले हेर्नु भएको जस्तै गरेर महालक्ष्मी आमाले पनि मुक्त जीवलाई अति प्रेमले अङ्कमाल गरेर अनि स्तन पिलाउन थाल्नुहुन्छ, दुध पिलाउन थाल्नुहुन्छ। अमृतमय, साधारण होइन। स्नेहले गर्दा आमाका स्तनबाट दुधका धाराहरू बग्न थाल्दछन्, अत्यधिक प्रेमले गर्दाखेरि। मेरो छोरो आयो भनेर कुरै गर्न सक्नुहुन्न, वाक्य बस्छ। बाबु तिमी कहाँबाट कसरी बस्यौ भनेर त पर्छ नि, त्यो सक्नु पर्यो नि। त्यो पनि बोल्न सक्नुहुन्न, गलामा आएर रुदिन्छ सबै कुराहरू। बाबु कहाँबाट आयो भन्न पनि सक्नुहुन्न। भोकायो होला, टाढाबाट आएको छ भनेर काखमा राखेर दुध पिलाउन थाल्नुहुन्छ। यस्तो विचित्र वर्णन गएको छ त्यहाँ। साह्रै माया गरेर दुवै विभूतिको ऐश्वर्य सुम्पेर आह्लादित बन्नुहुन्छ। दुग्ध धाराले मुक्त जीवको सर्वाङ्ग निथुक्कै भिज्दछ। हेर्नुहोस्, 10 धारा दुध एकैचोटि प्रकट हुन्छ। यहाँ त 1 धारा 2 धारा 3 धारासम्म देखिन्छ, तर त्यहाँ 10 धारा एकैचोटि प्रकट हुन्छन् दुवै स्तनबाट। र उहाँको शरीर पुरै नुहाइदिनुहुन्छ। पहिला दुधले स्नान, मुक्त जीवात्मालाई महालक्ष्मीको दुधले स्नान। तपाईँ आफै सोच्नुहोस्, लक्ष्मीको दुधले स्नान गर्न पाए अरू के चाहियो? त्यही होइन अमृत।
त्यही प्राप्त गर्नु होइन र मान्छेले एउटा जब 5 रुपियाँको लागि यहाँ मरिमेर्छन्, हाता कुटाकुट मारामार गर्छन्। आज लक्ष्मीले पुरिरहनु भएको छ, लक्ष्मीले नुहाइरहनु भएको छ आफ्नै स्तनद्वारा। के चाहियो हैन? त्यहाँ सब पुर्याउने हुन्छ। त्यस्तो भए पश्चात मुक्तजीव सबै महालक्ष्मीजीको कृपा पात्र बन्नुहुन्छ। आमाको काखबाट यसो अर्कापट्टि गएर अब भगवान अब जीवात्मा बोल्न सक्नुहुन्न, त्यसपछि चट्ट त्यहाँबाट निस्किनुहुन्छ। त्यसपछि प्रभुको पीताम्बर, प्रभुको रक्त अधर र केशवासको दर्शन गरेर भन्ने कथनानुसार वैकुण्ठनाथ भगवानको सामने उभिएर दर्शन गर्न नसक्नाले अत्यधिक तेज छ भगवानमा। अनुहार भगवानको जुन मुखारविन्द छ यति तेज छ कि हजारौं करोडौं खरबौं सूर्यको कल्पना गर्न सकिँदैन। त्यसैले अगाडि बसेर मुक्तजीवले पनि हेर्न सक्नुहुन्न, जुन मुक्तजीवको पनि लाखौं करोडौं सूर्यको समान तेज हुन्छ। त्यत्रो तेज भएको चिजले भगवानलाई दर्शन गर्न सक्नुहुन्न जीवात्माले, मुक्त आत्माले। अर्को छेउतिर गएर प्रभुको पिठ्यू भागको सौन्दर्यको दर्शन गर्न लाग्न थाल्नुहुन्छ। पछाडिपट्टि गएर पिठ्यूको दर्शन गर्नु तेजको कारणले अत्यधिक। सन्मुख र पृष्ठ भागको सौन्दर्यमा केही पनि अन्तर देखिँदैन, उस्तै उस्तै कमल भगवानको शरीर नील वर्णको, कति राम्रो क्या। पुटुक्क पुटुक्क भरेका ओठहरू छन्, दाँत पनि यति राता राता छन्। राता दाँत छैनन्, सेता दाँत छन्। प्रभुको ओठ छ नि, ओठ अत्यधिक रातो छ भगवानको ओठ। जब भगवानले मुस्काउनुहुन्छ नि, मुस्काउँदाखेरि त्यो रातो ओठको छाया सेतो दाँतमा पर्दाखेरि त्यो दाँत पनि रातो रातो देखिन्छ। कति सुन्दर होला। गाला पुटुक्क परेका, कपाल माथिबाट यस्तो अलाकावली भन्छन्, यसरी आएर यसरी घुमेको हैन, मुकुट त्यसै गरी लगाउनु भएको, आँखा ठुला ठुला गाजुलो आँखा छन्, आँखाको माथि यहाँ राता राता छन्, माथि रातो छ भगवानको। त्यसै हुनाले कमलनयन भनिएको। लामा लामा हातहरू। ब्रह्माजी प्रकट भएको चाहिँ नि जो भगवानको नाभि छ अति गहिरो छ। हृदयस्थल वक्षस्थल बडा विशाल छ, सिंह जसो स्कन्द छ भगवानको। कपाल लामा लामा घुङ्राले कपाल छन्। कपाल पासमा फूलहरू राखिएको छ, मग 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 बास्ना आउने। हेर्दाखेरि लाग्दछ कि स्त्री नै हो कि जस्तो लाग्दछ। भगवानको रूपलाई ठ्याक्कै स्त्रीको कल्पना गर्न सकिन्छ, अत्यधिक राम्रो स्त्रीको। त्यति राम्रो हुनुहुन्छ, कहिले पाउँला उहाँलाई भनेर हाम्रो आलवन्दार स्वामीले त कतिखेर पाउँला उहाँलाई भनेर एकदम व्यामोहित हुनुभएको छ। हामीलाई पनि बेला बेलामा लाग्छ त्यस्तो, तर एकछिनपछि फेरि माया संसार छ, संसारमा बस्नुपर्ने। त्यसै हुनाले यो एकैछिन मायाले फेरि प्रवास गराइहाल्छ हामीलाई पनि। यो बुझिसकेका मान्छेहरूलाई यो लाग्ने कुरा हो। अर्कोतिर गएर दर्शन गर्नुहुन्छ, पृष्ठ भागमा गएर दर्शन गर्नुहुन्छ, उस्तै उस्तै लाग्दछ। भगवानको सौन्दर्यताको आक्रमणलाई आफूले सामना गर्न नसकेर भगवानको पृष्ठ भागपट्टिको गएको हो कि जस्तो लाग्दछ। सन्मुख भाग र पृष्ठ भागका सौन्दर्य भने यस्तो लाग्दछ कि होडबाजी गरिरहेका छन्। अगाडिको पनि त्यति नै सुन्दर, पछाडिको पनि त्यति नै सुन्दर भगवानको। त्यति राम्रो हुनुहुन्छ। सन्मुखको सौन्दर्यलाई अधिक भोग्य सम्झेर मुक्तजी फेरि वैकुण्ठनाथ भगवानको अगाडि आउनुहुन्छ। सौन्दर्य तरङ्गको ताडनाले गर्दा मुक्तजीवको चित्तवृत्ति अत्यन्त चञ्चल बन्न पुग्दछ। अनि हात जोडेर किङ कर्तव्यमूल भएर भगवानको परिक्रमा गर्न लाग्नुहुन्छ। जीवा मुक्त आत्माले दिव्य भ्रमराहरू भौँ भौँ गर्ने श्री विग्रहको तुलसी मन्दिरको मालाले गर्दा, श्रीकण्डको लेपले गर्दा दशै दिशा मगमग गर्ने भगवानको अनुभव अब कसरी गरौं? भगवानका नेत्र कति सुन्दर, प्रभुका बाहु भनेको हात, अधर भनेको ओठ, आकार प्रकार आदि कति सुन्दर भन्न थाल्दछन्। सबैतिर भगवानको दर्शन गर्दै गर्दै भगवान यति सुन्दर, यस्तो उस्तो भनेर प्रशंसा गर्न थाल्दछन्। भन्दै मुक्त जीव हृदयलाई थाम्नै नसकेर अलमल्लमा पर्नुहुन्छ। के हो कति राम्रो, के गरौं, कहाँ जाउँ, कसरी, यस्तो अनुभव हुन्छ। अन्धा मसत्तन व मुडिज्योति आदि गाथाहरूमा श्री षट्कोप स्वामीजीको जुन अवस्थाको वर्णन छ, त्यस्तै मुक्त प्रपन्नलाई प्राप्त गरिसके पश्चात भगवानको प्रीतिबाट उत्पन्न अधिकतर कान्तिको दिव्य अनुभव मुक्तजीवले अवश्य गर्नुहुन्छ, लगातार रूपमा। उहाँलाई नै थाहा होला। इत्यादि भन्दै मुक्तात्मा सामगान गर्न लाग्न थाल्नुहुन्छ। श्री महालक्ष्मी सहित हजुरको दर्शन पाएर यस दासका सम्पूर्ण दुःख नाश भए। तेजिलो कंकण धारण गर्ने महालक्ष्मी आमा हजुरलाई मैले पाएँ। हजुरको चतुरता थाहा पाएँ। हजुरका श्री चरण कमललाई मैले पाएँ। हजुरले यस दासको बहुमानमा आफ्ना 2 चरण कमल दिँदा, हे स्वामिन, हे लक्ष्मी नारायण प्रभु, जन्म मृत्यु रूपी संसार चक्रमा घुम्दा घुम्दा उत्पन्न भएको मेरो दीन भाव सब नाश भएको छ भनेर मुक्तजीव आत्माले भन्नुहुन्छ। त्यस्तो आनन्दमा लीन भएर यिनै दिव्य वचनहरूद्वारा भगवानको स्तुतिमा मुग्ध बन्नुहुन्छ। यही नै हो हाबु हाबु हाबुको अर्थ। म तपाईको अन्न हुँ, तपाईको अन्न हुँ। अन्न भनेको के हो? जुन पाकिसकेको छ त्यसलाई भात भनिन्छ। भक्त
भक्त र भात एउटै शब्दको अर्थ हो। किन? भक्त भात भनेको पाकिसकेपछि भात हुन्छ, नत्र चामल कनिका नै हुन्छ। त्यो पाकिसकेपछि जसरी भात भनिन्छ, भात के को लागि त्यो तयार हुन्छ? खानको लागि तयार हुन्छ। त्यस्तै प्रकारले भक्ति भगवानको भात हो, भक्त भगवानको भात हो। जति पाक्यो त्यति भगवानलाई खान सजिलो हुन्छ। यस्तो वर्णन छ वेदमा। अत्ताह चराचर ग्रहणात् भनेर ब्रह्मसूत्रले भन्दछन्। सारा संसारलाई भगवानले खानी भएको हुनाले भगवानलाई अत्ता भनिन्छ भनेर ब्रह्मसूत्रले मानेको छ। मुक्त जीवात्मालाई भगवानले अन्न बनाउनुहुन्छ, भोग्य बनाउनुहुन्छ, आस्वादन लिनुहुन्छ भगवानले। यस्तो छ। अनि परमाकाश नाम भएको वैकुण्ठमा भगवानले आफ्नो शीतल दृष्टिले मुक्त आत्मालाई हेर्नुहुन्छ। मन्द मन्द हास्ययुक्त सिद्ध गम्भीर एवं मधुर वचनले आफू नजिक बोलाउनुहुन्छ। आऊ बाबु यहीँ आएर बस्छ, तिमी त यता उता नजाऊ भन्नुहुन्छ। त्यसपछि मुक्तजीवले भगवानसँग हजुरका चरण कमल यस दासका शिरमा राखिदिनुहोस् भन्ने कामना गर्नुहुन्छ। हजुरको चरण कमल मेरो शिरमा राख्नुहोस् त। हेर्दाखेरि नै पागल बनाउनु वाला चरण कमल छ नि, बडा राम्रो छ चरण कमल पनि, हाम्रो जस्तो होइन, दिव्य चरण कमल छ, मेरो शिरमा राखिदिनुहोस् भन्नुहुन्छ। सोही अनुसार लक्ष्मी आमाद्वारा सेवित कमल सदृश ती दुई चरण मुक्तात्माको शिरमा राखिदिनुहुन्छ भगवानले र शोभा बढाइदिनुहुन्छ। कस्तो भाग्यमानी होला भन्नु न, जुन चरण कमललाई ब्रह्मा शिवले पनि प्राप्त गर्नु भएन, धेरै गाह्रो पर्यो। यहाँ तक कि लक्ष्मीजीले पनि प्राप्त गर्न गाह्रो पर्यो उहाँलाई। आज त्यही चरण कमल ती जीवात्माको, ती मुक्तात्माको शिरमा पर्दाखेरि कस्तो अनुभव होला, त्यो अनुभवको कल्पना पनि त्यही गरेरै थाहा हुने हुन्छ। शोभा बढाइदिनुहुन्छ भगवानले। अब त रसै रसको, त्यसै वेदले भन्छ नि रसो वैश रसो भयवायम लब्ध्वानन्दिर भवति। त्यो रस हो जुन रसलाई प्राप्त गरेपछि आनन्द प्राप्ति हुन्छ भन्छ नि, त्यो रस हो। आज त्यो प्राप्त गर्नुहुन्छ हाम्रो मुक्त जीवात्माले। र श्रीमन्नारायण प्रभुले ती मुक्त आत्मालाई आफ्नो चरण प्रान्तमा राखेर नित्य कैंकर्य, यहाँ कैंकर्य भनेको किंकरः अर्थात् आनन्दको प्राप्ति भन्न खोजिएको। कसैको सेवा गर्दाखेरि सुखै पाइन्छ क्या, परोपकार गर्दा सुख पाइँदैन। कोही मान्छे बिचरा माग्ने मान्छे कोही आयो, उसको खुट्टा केही कमजोर छ इत्यादि छ भने नदिएर जा भाग यहाँबाट भनेर पठाइदिँदाखेरि जुन आक्रोश आउँछ, त्यस्तो दिँदाखेरि हुँदैन। दिएर पठाउनु भयो भने तपाईँलाई दिनभरि आनन्द आउँछ। किन आनन्द आउँछ भने बिचरा त्यसले खान पाएको थिएन, आज मेरो कारणले खान पायो होला, आनन्द आउँछ। यहाँ छुट्टै प्रकारको आनन्दको अनुभूति हुन्छ। दिएर पठाएन भने मैले काहीँ न काहीँ केही न केही मिस्टेक गरेँ कि जस्तो दिनभरि नै आफूलाई गिल्टी फिल गर्छ उसले। दिया भए हुन्थ्यो भने जस्तो लाग्छ लाग्दैन हो। त्यस्तै हो, यहाँ त्यही हो कैंकर्य भनेको। वैकुण्ठमा गएर भगवानको चरण दबाएर बस्ने भन्न खोजिया होइन, त्यहाँ गएर भगवानको त्यो दर्शन गर्ने बित्तिकै त्यो आनन्द प्राप्त भइसक्छ। अब त्यहाँ दिन हुँदैन, रात हुँदैन, सर्वकाल सर्वावस्था सर्वावस्था सबै समयमा त्यहाँ एउटै समय हुन्छ। समय नै चल्दैन भनेपछि के अब के आवश्यक गरेर भन्नु न। यहाँ पो समय 12 बजेपछि 1 बज्छ, फेरि 2, 3, 4 यसरी बज्दै जान्छ। त्यहाँ त त्यस्तो पनि छैन। त्यसो हुनाले सर्वावस्था युक्त भएर भगवानको श्री चरणमा रहन्छन्। अब कस्तो प्रकारको आनन्द प्राप्ति हुन्छ त्यो त त्यहाँ गएर थाहा हुने कुरा हो। ती जीवात्माले, मुक्त आत्माले त्यसरी प्राप्त गर्नुहुन्छ र कैंकर्यलाई भगवानले दिनुहुन्छ। मुक्त जीव पनि अत्यन्त प्रसन्न भएर भगवानको भक्ति गर्दै, प्रभुलाई सधैँ प्रणाम गर्दै, सबै प्रकारको कैंकर्य गर्ने प्रार्थना गरेको भन्ने उक्ति अनुसार अभिनिवेशका साथ अतिशय प्रीतिका कारण अनेक अनेक शरीर धारण गर्दै, ल हेर्नुहोस् त्यहाँ एकधा शतधा सहस्रधा, एकधा शतधा दशधा सहस्रधा भवन्ती भनेर उपनिषदले भन्नुहुन्छ। त्यहाँ गएर मुक्त जीवहरू एक पनि बन्न सक्नुहुन्छ, चाहनु भने अर्को पनि बन्न सक्नुहुन्छ, फेरि अर्को पनि बन्न सक्नुहुन्छ, हजारौं बन्न सक्नुहुन्छ, फेरि समेट्न सक्नुहुन्छ, फेरि हजारौं बन्न सक्नुहुन्छ। नाकले हिँड्न सकिन्छ, त्यहाँ कानले खान सकिन्छ, खुट्टामा लगाउने जुत्ता टाउकोमा लगाउन मिल्छ, त्यस्तो खालको। हाम्रो यहाँ जस्तो कल्पना त्यहाँ सम्भव छै। सबै चिज गर्न सक्दछ, सबै पूर्ण। यहाँ जस्तो अपूर्ण हुँदैन। कानले गर्ने चाहिँ मुखले गर्न सक्दैन, अपूर्ण कान भयो हैन, त्यहाँ सबै पूर्ण। त्यसो हुनाले सर्व अवस्थामा सबै चिजबाट परिपूर्ण भएर भगवानको अगाडि रहेर भगवानको त्यो आनन्दलाई ग्रहण गरिरहन्छन्। त्यसैलाई कैंकर्य भनिन्छ। भगवानको आराधना हुन्छ, के हुन्छ त्यहाँ अब त्यो हैन। त्यसै गरी जीवात्मा मुक्त आत्माले अनन्त आनन्दलाई प्राप्त गरेर रहनुहुन्छ। अनि कैंकर्यमा डुब्नुहुन्छ। वैकुण्ठ भयरहित स्थान हो र पनि प्रीतिको पराकाष्ठले भगवानको कोमल श्री विग्रहमा कुनै अमंगल नहोस् भनेर प्रभुको रक्षामा नित्य र मुक्त जीवहरू निरन्तर रहनुहुन्छ। यति माया भगवानको त्यहाँ गएर पनि जीवात्माले, मुक्त आत्माले गर्नुहुन्छ कि भगवानको शरीरमा अलिकति भए पनि खरोच आउला कि। मुक्त जीवात्मा जहाँ कोही केही डर छैन, केही छैन, तर पनि उहाँहरूलाई माया भगवानको यति लागिरहन्छ कि भगवानको शरीरमा दाग पनि नलागोस्।
त्यति माया गर्नुहुन्छ अरे, त्यस्तो माया हुन्छ त्यो भगवानसँग। त्यही हो असली माया, त्यही हो प्रेम, त्यही हो भक्ति, त्यही हो शरणागति। त्यसलाई प्राप्त गर्नलाई शरणागति गरिने हो। त्यस्तो नित्य निरन्तर सर्वत्र रहेर भगवानको मङ्गलाशासन गर्नुहुन्छ। सागरमा भुमरी परेको तेज प्रवाहमा आनन्दको अनुभव गरेर रहनुहुन्छ भन्ने कथा अनुसार आनन्दै आनन्दको अमृत सागरमा निमग्न हुँदै मुक्त जो हुनुभएको प्रपन्न छ, जो मुक्त आत्मा हुनुहुन्छ, अनन्त कालसम्म श्री वैकुण्ठमा रहनुहुन्छ। न च पुनरावर्तते भन्ने वेदान्तको उक्ति अनुसार लीला विभूति भनेको यो संसार मण्डलमा मुक्त जीवले कहिले पनि फर्केर आउनु पर्दैन भनेर 3 चोटि उक्ति गर्नुभएको छ आचार्यहरूले। वेदमा 2 चोटि यसलाई भनेको छ, न च पुनरावर्तते। त्यो वैकुण्ठनाथको त्यहाँ गइसकेपछि, त्यो प्राप्त गरिसकेपछि फेरि फर्केर आउँदैन भनेर वेदले भन्दछन्। यो वेद भनेको छान्दोग्य उपनिषदमा हेर्न सक्नुहुन्छ। छान्दोग्य उपनिषदको अन्तिम मन्त्र नै न च पुनरावर्तते भन्ने अर्थ लाग्दछ। र यही सूत्रलाई भगवत गीतामा यद गत्वा निवर्तन्ते तद्धाम परमम् मम, जहाँ गएर पुनः फर्केर आउनु पर्दैन त्यो मेरो धाम हो भनेर श्रीमद् भगवत गीतामा भगवान श्रीकृष्णले जसरी अर्जुनजीलाई बताउनु भयो, त्यस्तै गरेर त्यहाँ कहिले पनि नआउने गरेर रहने त्यस्तो स्थान वैकुण्ठमा रहिरहन्छन् अनन्त कालसम्म, अनन्त समयसम्म भनेर यहाँ बताउँदै अर्चिरादि मार्गको चौथो प्रकरण पनि हामीले यहाँ नै समाप्त गरेका छौं। समादरणीय भक्तवृन्दहरू, अब यहाँ अर्चिरादि मार्गको बृहत ब्रह्म संहिता जो नारद पाञ्चरात्र आगम अनुसारले पनि यहाँ ब्रह्माजीले भन्नुभएका कुराहरू छन्, 2-3 पानामा छन्। हजुरहरूको समय अनुकूल छैन होला, त्यसो हुनाले हामीले यो गर्न सक्दैनौँ है। हजुरहरूलाई अनुकूल मिलेको छ भनेदेखि टाइम छ भन्नुभयो भने म कथालाई फेरि अर्चिरादि त सिद्धियो, योभन्दा उताको जुन अनेक रहस्यहरू छन्, बडा मिठा छन्, त्यो चाहिँ अब हजुरहरूको अब समय छैन भनेदेखि, समय छ भने सुनौ, समय छैन भनेदेखि चाहिँ अब हजुरहरूको लागि चाहिँ यही नै कथा विश्राम गरौँ। एकछिन बस्नु बेला भएको छैन, विश्राम गरौँ भनेर उठेर हिँड्नु भने होइन नि त, बस्नु भने समादरणीय एकछिन बस्नु, सिद्धिएको छैन, आमा सिद्धिएको छैन, बस्नु। समादरणीय भक्तवृन्दहरू, हामीले अर्चिरादि मार्ग यहाँहरूको अगाडि वर्णन गर्यौं। हाम्रो तुलसा रामानुजदासी देवी जो वैकुण्ठ गमन गर्नुभएको छ, उहाँले कहिले पनि हामीले देखे अनुसार, जाने अनुसार, बुझे अनुसार कहिले पनि नराम्रो कर्म गर्नुभएको त हामीले देखेनौं। जबदेखि मेरो विवाह भयो तबदेखि, त्योभन्दा पहिलादेखि नै मैले उहाँलाई सानैदेखि नै चिन्दथे, हाम्रो ठुलमम्मी उहाँ पहिलादेखि नै कहिले पनि श्री लगाउन छोड्नु भएन। उहाँले सधैँभरि श्री तिलक धारण गर्नुहुन्थ्यो, जानी नजानी कराइरहनुहुन्थ्यो। बोल्ने बानी पहिलादेखि नै थियो उहाँको है, बोलिरहनुहुन्थ्यो। तर बोल्दै पनि भगवानको पूजा नगरिकन खान हुन्न थियो उहाँले। एउटा पानी खानु छ भने पनि भगवानको नाम लिएर नारायण भनेर लिनुहुन्थ्यो बिचरा हैन। धेरै भक्तिमान, अरु जे भए पनि, जस्तोसुकै भए पनि भगवानको विषयमा एउटा फोटो, च्यातेको फोटोलाई पनि टालेर पूजा गर्ने बिचरा उहाँले, तर पूजा गर्न कहिले नछोड्ने त्यस्तो खालको हुनुहुन्थ्यो हाम्रो तुलसा रामानुजदासी देवी। हामी धेरै समयसम्म त्यही घरमै रहेका छौं, सँगै रहेका छौं, 3-4 वर्षै लगभग हामी त्यो घरमा रहेका छौं। अनुभव छ कि कहिले पनि उहाँबाट कुनै मिस्टेक हुन पाएन, न अन्न दूषित भएको छ, मलाई जानकारी नै छैन त्यस्तो चिजहरुमा है। कहिले पनि अन्न दूषित पनि भएन, भक्ति दूषित भएन, श्रुतिलाई कहिले पनि छोड्नु भएन। रामानुज रामानुज भन्ने बानी थियो, सधैँ भनिरहनुहुन्थ्यो। हामीलाई अनुभव छ, सुनेका छौं, सुनिरहन्थ्यौं। उहाँको अवश्य नै यो संसारमा पुनः फर्केर आउने भन्ने योगै भन्दैन, सम्भवै छैन। अकिञ्चन रूपमा बस्नु भएको स्वभाव त कसले छोड्न सक्छ? यहाँ कसैले स्वभाव छोड्न सक्छ? कसैले सक्दैन। तर उहाँले त्यो स्वभाव हुँदा हुँदै पनि भगवानको आराधना गर्न उहाँले कहिले पनि बिर्सिनु भएन। त्यसै हुनाले उहाँको जुन आत्मा छ, निश्चय रूपमै उहाँ भगवान वैकुण्ठनाथको यहाँ जानुभएको छ। यो पूर्ण विश्वास छ। यदि भगवान हुनुहुन्छ, वेद छ, शास्त्र छ, अर्चिरादि मार्ग छ भनेदेखि अवश्य वैकुण्ठ जानुहुनेछ, यो निश्चित रूपमा हो। र तपाईँ हामीले अर्चिरादि मार्ग श्रवण गर्यौं, 4 दिनसम्म श्रवण गर्यौं। हजुरहरू हामीले जति पनि, हजुरहरूको त म भन्दिन, मबाट जति पनि यो भन्दाखेरि मेरा आचार्य, मेरा स्वामी भगवानले हेरिरहनु भएको होला, मेरो नारायण, मेरो सबै कुरो हुनुहुन्छ। उहाँलाई नै सबै कुरो विसर्जन गरेको छु। दुनियाँलाई आफ्नो बनाउँदिन, बानी त्यस्तो छ। घरबाट बाहिरै निस्किन्न, म घरमै बसिरहन्छु, बाहिर पनि जान्न मतलब छैन। किन? अब अहिले बुझाइसकेको छु, हामी निन्द्राबाट बिम्जिसकेका छौं। हामीलाई यो निन्द्रामा फस्नु छैन, कसैसँग सम्पर्क गर्नु पनि छैन, यहाँ कोही कसैको पनि हुँदैन, थाहा छ हामीलाई।
जुन भगवानले हामीलाई दिनुभएको छ त्यसलाई कैंकर्य भनेर गर्दछौँ, आसक्तिले होइन। जबसम्म मेरो आमा हुनुहुन्छ, मेरा घरको परिवार हुनुहुन्छ, बस उहाँहरूलाई मात्र मैले देखेको छु अहिलेसम्म। बाहिरमा सबै कुरो छोडिसकेको छौँ हामीले, त्यति गर्दैनौँ। मन्दिरमा कोही आउनुहुन्छ, हेर्नुहुन्छ, भागवत इत्यादि गर्नुपर्छ, गर्छौँ, कर्तव्यपूर्वक गर्छौँ हामीले है। तर आसक्ति हामीमा छँदै छैन। घरमै बसिरहने बाहुन भनेर भन्लान्, धेरैले भनिरहेका पनि होलान्, भन्नु पनि पर्छ, किनभने बसिनै रहेका छौँ। जुन छौँ त्यो भन्छन्, त्यसमा कुन दोष छ र? तर भित्र हामी बसिरहन्छौँ, यसको अर्थ यही हो कि लिङ्क्स नबढाएको, संसारमा जान नखोजेको। धेरैले धेरै बनायो भने पीडा बढ्दै जाँदो रहेछ। जति मान्छे बनाउँदै गयो, नयाँ नयाँ मान्छे साथी बनाउँदै गयो, जति जति माया गर्दै गयो मान्छेहरूलाई, त्यति त्यति दुःख पाइने रहेछ। अनुभव गरेर हामीले छोडेका हौँ है, त्यही हुने रहेछ। त्यसै हुनाले म त्यस्तो व्यक्ति हुँ। त्यसो हुनाले धेरै कथा गर्न म हिँड्दिनँ। त्यो कर्मकाण्ड पनि चाहेको भए सबै सिमरा लिन्थेँ मैले। तर सबै गुरुहरू बिचरा उहाँहरूले गरिरहनु भएको कर्म हो, गर्नु हुँदैन, हामीले त्यसो गर्नु हुँदैन भनेर उहाँहरूलाई सबै छोडिदिएको छु। मैले त आफ्नो घरको मन्दिरको अगाडि पनि 1 वर्ष भइसक्यो होला त्यहाँ गएको छैन। त्यहाँ गएर हामीले त्यस्तो कर्मै गर्दैन, अरूलाई छोडिदिएका छौँ। हामीलाई आसक्ति पनि छैन, लोभ पनि छैन, लालसा पनि छैन, रिस राग आवेश द्वेष केही पनि छैन। बस यति चाहना छ कि यो संसारमा रहुन्जेल आफू पनि त्यो नियममा भगवानको श्री चरणारविन्दको सधैँभरि हृदयमा छाप रहिरहोस्। त्यो श्रीमान नारायणलाई नै मैले अधिष्ठात्री मानेको छु। उनीले मलाई सधैँभरि हेरिरहनुहोस्, अरू केही चाहिँदैन। नरक पठाए पनि, ऊ पठाए पनि, केही गरे पनि। तर हाम्रो लक्ष्य के छ भने जति पनि व्यक्तिहरूलाई जब कथा गर्न पाइन्छ, हामीले कथा गर्न पाउँछौँ यदि कहीँ भनेदेखि उहाँहरूलाई मोक्ष बनाउन पाइयोस्। कमसे कम पनि 4 जना 5 जना मोक्ष भइदियो भनेदेखि यो संसारबाट भन्ने मात्रै चाहना हो हाम्रो, अरू केही चाहना होइन। यसमा न कसैलाई तल माथि यताउति भन्ने हाम्रो कुरा हुँदैन। द्वेष मित्रता भन्ने हाम्रोमा छँदै छैन। न मे द्वेष्योस्ति न प्रिय, यहाँ कोही न द्वेष छ नि द्वेषी छन्, न कोही मित्र छन्, हाम्रा सबै बराबर हो। तर एउटै चाहना छ, हामीले जति पनि श्रवण गर्यो 4 दिनसम्म एकदम गहिरोसँग बुझेर विचार गरेर तपाईहरू भगवानको शरणमा जानुस्, वैष्णव बन्नुस् भनेर म भन्दिनँ, किनभने सम्प्रदायमा आउनुस् भन्नु हाम्रो तपाईहरूको कुरा हो हैन। तर शुद्ध रहनुस्, सात्विक रहनुस्, भगवानलाई नबिर्सिनुस्, बिहान बेलुका भगवानको आराधना गर्नुस्, मासु जस्ता चीजहरू बिस्तारै बिस्तारै छुट्दैन भने एकैचोटि नछोड्नुस् हैन। 7 दिन खानुहुन्छ भने कमसे कम 7 दिनमा 4 दिन खानुस्, अरू दिन नखानुस्, बरु बिस्तारै कन्ट्रोल गर्दै आउनु। हामी ठ्याक्कै छोड्नु भनेर भन्न सक्दैनौँ, नाटक हुन्छ त्यो हैन। अब यो सबै चीज छोडेर गर्नु भन्न पनि मिल्दैन, तर शुद्ध रहने कोसिस गर्नुस्, अगाडि बढ्दै 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 जानुस्, सत्व मार्गमा अगाडि बढ्दै जानुस्। अवश्य नै भगवानको दृष्टि यहाँहरूलाई हुनेछ। जुन दिन भगवानको दृष्टि हुनेछ त्यो दिन शरणागति हुनलाई कसैले रोक्न सक्दैन, चाहे जोसुकै संसारका जोसुकै मानव आउन्, मतलब हुँदैन। तपाईहरू दह्रो हुनुपर्छ। पहिला त्यो दह्रो हुनको लागि सद्मार्गमा लाग्नुस्, नियममा रहनुस्, बिहान भगवानको पूजालाई कहिले नछोड्नुस्, निन्दा गर्दै नगर्नुस्, भगवानका भक्तहरूको निन्दा कहिल्यै नगर्नुस्, वेदादि शास्त्रको निन्दा कहिल्यै नगर्नुस्, कसैलाई पीडा होस्, कसैलाई दुःख पुगोस् त्यस्तो कर्म नगर्नुस्। एउटा किरा कमिलालाई पनि मार्नु हुँदैन भगवानका भक्तहरूले, त्यसलाई पनि नमार्दिनु। सबलाई बराबर सोचेर राम्रो भोजन गरेर बराबर रूपमा अगाडि बढ्दै जानुभयो। भगवानको आराधना गरेर उहाँलाई नै सम्पूर्ण रूपेण मेरो सबै हजुर हो भनेर भगवानलाई स्वीकार, भगवानलाई दिनुस्। बस त्यति गर्दै जानुभयो भने तपाईहरूको उद्धार निश्चित रूपमा हुनेछ। र जो प्रपन्न हामी छौँ, हामी वैष्णवहरू जति छौँ, जसले शरणागति गर्नुभएको छ, उहाँहरूले पनि आफ्नो नेम, आफ्नो आचरणलाई कहिले पनि बिर्सिनु भएन। जुन आचरणमा हामी बसिरहेका छौँ, जुन मार्गमा हामी बसिरहेका छौँ, विचलित हुनु हुँदैन। नचाहिँदो चिजहरू खाने, नचाहिँदो चिज बोल्ने, नचाहिँदो वैष्णव सम्प्रदायलाई नै छोडेर आफ्नो मन गर्ने यस्ता कुराहरू वैष्णव सम्प्रदायमा पनि घातक हो, कलङ्क हो। यस्तो पनि नगरियोस् है। स्मार्त र वैष्णव जे भए पनि हाम्रो नजरमा सब बराबर हो, सब आत्मा हो, सबैको घर भगवानको धाम हो। वैकुण्ठनाथ भगवानको त्यहाँ जानुपर्छ, त्यही घर हो, त्यहाँ जानु छ। बस यति बुझ्नुस्। बाँकी वैष्णव सम्प्रदाय यो त्यो केही नबुझ्नुस्। हामी जानु छ नारायणको चरणमा जानु छ भनेर बुझ्नुस्। बस यही यो अर्चिरादी मार्गले सिकाउँदछ है। मुक्त जीव भएर त्यसरी गएर भगवानको धाममा पुगिन्छ भनेर यहाँले सिकाउँदछ। र यो 4 दिन भित्रमा मेरो बानी नै छ, बोल्दै जाँदाखेरि शास्त्रमा भएको कुरा लुकाउने बानी छैन। प्रष्ट रूपमा बोल्ने प्रष्टवक्ता हौँ हामी। जहाँ पनि गाली पनि गर्ने गरेका छौँ, कहिलेकाहीँ माया पनि गर्ने गरेका छु कहिलेकाहीँ हैन। त्यो बानी छ हाम्रो। त्यसो हुनाले एउटा नाति पनाति हुँ भनेर मैले नराम्रो कुरा केही गरेको छु, यहाँहरूलाई केही लागेको छ नराम्रो चिज भनेदेखि फर्काइदिनुहोस्। म गोपाल सहस्रनाम र विष्णु सहस्रनाम पाठ गरेर त्यो पापको अवश्य प्रायश्चित्त गर्नेछु। पापलाई राख्न चाहन्नु हामीहरू, त्यो पापले अर्को जन्म बनाउँछ फेरि। त्यसो हुनाले मनमा आवेश, रिस, आक्रोशता, यो वैष्णव त हुने, यिनले यस्तो कुरा गरे हामीलाई बर्बाद बनायो भन्ने जस्तो मनमा आएको छ भने तपाईहरुकै नाति हो हामी, तपाईहरुको छोराछोरी हो, जे मान्नुहुन्छ मान्नुहोस्। गाली गर्नुहुन्छ भने पनि स्वीकार गर्न तयारी छौं, माया गर्नुहुन्छ भने पनि स्वीकार गर्न तयारी छौं।
हामी त संसारको होइन, हामी भगवानको भइसकेका छौँ। उहाँको मात्रै आश हो। त्यसै हुनाले तपाईँको नाति पनाति जे मानेर जे सोच्नुहुन्छ सोच्नु। पाप गरेको छु भने, नराम्रो लागेको छ भने चाहिँ फर्काइदिनुहोस्, किनकि त्यो पाप लिन मैले सक्दिनँ। आजसम्म पापबाट बचेका छौँ। अब फेरि पनि पाप भयो भने अर्को जन्म हुनुपर्छ। अर्को जन्म हामी लिन चाहन्नौँ। आमा बस हामीलाई क्षमा गर्नु होला, यहाँबाट नराम्रो भनेका छौँ भने बस त्यति भन्दै भन्दै अर्चे आदि मार्गलाई यहीँ नै विसर्जन गर्न चाहन्छु। जय श्रीमान। दिदी कहाँ जानु होला, आउनुहोस्। भन्दै भन्दै यो कथालाई हामीले यहीँ विश्राम गरेका छौँ। अब बाँकी अब यहाँहरू अब यदि होइन वैकुण्ठनाथ भगवानको वैकुण्ठोत्सव हुँदैछ हेटौँडामा भनेर सोच्नुहुन्छ भने हेटौँडामा जान सक्नुहुन्छ है। अब यहाँ हाम्रो यो सरसल्लाह हुँदैछ। तपाईँहरू सबैलाई इन्भाइट छ। हेटौँडा न्योरिनी मन्दिरमा हामी सबैलाई है निमन्त्रणा छ। जान पाउनुहुन्छ भने जाउँ, हामी सँगै जाउँ सबैजना है त। हरि ओम। ओम सभ्यं पादं प्रसार्य सुदीर्घरां दक्षिणं कुञ्जयित्वा जानुन्याधाय सपेतर्मिदनागभोगे निधाय पश्चात् बाहुद्वयेन प्रतिप्रसवने धारयन् शङ्खचक्रे देवी उम्यादिशो जनितयुक्तां सर्ववैकुण्ठनाथ पूर्वादिन्तिविलोकान् तद्रिमणिमयं मण्डपं तत्र शेषं तस्मिन् धर्मातिपीठं तद्विकमलं सामरक्रायणीश्च विष्णुं देवीं विभूषायुधगणमर्गं पादुकैव निधेयं सेनेशं द्वारपालान् कुमुदगणान् विष्णुभक्तान् प्रपद्ये अनादिनि दिनो देव शंखचक्र गदाधर क्षय्य पुण्डरीकाक्ष जीव मुक्ति प्रदो भव। श्रीमते नारायणाय नमो नमः। श्री गरुड़ ध्वजाय नमो नमः। जय श्रीमन्नारायण। जय श्रीमन्नारायण।